बनेको थियो तर गलत साइडमा थ्रो गर्न पुगे। यदि बलिङ एन्डतर्फ थ्रो गरेको थियो भने रन आउट हुन सक्थ्यो, तर ब्याटिङ एन्डतर्फ थ्रो गरियो जहाँ ब्याट्सम्यान क्रिजभित्र पुगिसकेका हुन्। अपिल त गरिएको थियो, अम्पायरले नट आउट दिए र यो डट बल यो 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र ओभरको 5औं बलमा 1 रनबाट 93 रनको रन सङ्ख्यामा पुगिसक्यो नेपाली टिम र अन्तिम 1 बल बाँकी रहेको छ। पाँचौं बलमा 1 रन र अन्तिम बल मार्क वाट ओभर द विकेटबाट दौड लगाउँदै भित्र बसेको बल थियो। यसपटक यो बल अगाडितर्फ खेल्न चाहन्थे, बल गए बलरकै हातमा रिटर्न रन आएन। कुनै पनि खेलको 19 ओभरको समापन गरियो र 19 ओभरको खेलको समाप्तिमा 93 रन रहेको दुईटा विकेट नेपाली टिम। खेलको 19 ओभरको समाप्ति भइसकेको हो भने जितका लागि 102 रनको आवश्यकता रहेको छ नेपाललाई। एक 186 बलमा 102 रन रहेको नेपाली टिमलाई आवश्यकता यो खेलमा जित दर्ता गर्नलाई। बीस ओभरको बलिङ आक्रमण गर्नुको लागि बलर तयार रहँदै बलिङको लागि आउने क्रममा पहिलो बल यो ओभरको यसपटक भने लेग साइडतर्फ खेलियो र लेग साइड फिल्डर त्यहाँ थिए तैनात र त्यहाँ रहेको फिल्डरले सजिलै बल रोकिदिए। डट बल राख्दै खेलको 20 ओभरको सुरुवात गरिएको छ। सेकेन्ड बल ओभरको यसपटक बल गएको छ फिल्डरकै हातमा, फेरि पनि रन आएन कुनै पनि। लगातार 2 डट बल राखियो ओभरमा, लगातार 2 डट बलसँगै डट बल गर्ने क्रममा ओभर द विकेटबाट यो फुल टस बल थियो। यो बललाई स्क्वायर लेगतिर खेलियो र डिप स्क्वायर लेगको बााउन्ड्री किनारतिर गएको बल बााउन्ड्री रेखा पार चौकाको लागि फुल टस बललाई रोहित पौडेलले बााउन्ड्री कटाइदिए। 4 रनको निमित्त चौका प्राप्त गर्न पुग्यो र चौकाबाट 97 रनको रन सङ्ख्यामा नेपाल पुगेको छ। यो फुल टस बल थियो, डिप स्क्वायर लेगतिर खेलिदिए कप्तान रोहित पौडेलले र रोहित पौडेलको ब्याटबाट चौका रह्यो। रोहितले चौका लगाउँदै 21 रनको व्यक्तिगत स्कोर बनाइसकेर नेपालको स्कोरलाई 97 को पुगाएका हुन् भने ओभरको तेस्रो बल ओभरको चौथो बलमा बललाई लेग स्टम्पमा राखेको बल डिप स्क्वायर लेगतिर नै खेलियो र डिप मिड विकेटको फिल्डरले त्यहाँ आएर बललाई रोकिदिएका छन्। 2 रन गई कल गरिने मौका भएको भने 2 रन दौडिन पुगेका हुन् र 2/79 रनको रन सङ्ख्यामा नेपाल पुगिसक्यो। 2 रनबाट 79 रन रहेको दुईटा विकेट नेपाली टिम। यो ओभरमा 2 बलमा पछिल्लो 2 बलमा 6 रन आइसक्यो र 4 बलमा 6 रन, टोटलमा 2 बल सुरुको 2 बल डट बल थियो। पाँचौं बल ओभर द विकेटबाट बलिङको लागि बलर छन् तयार। पाँचौं बल स्क्वायर लेगतिर खेलियो र स्क्वायर लेगबाट फिल्डर त्यहाँ तैनात र त्यहाँ रहेको फिल्डरले बललाई रोक्नु पुगे। डट बल राख्यो ओभरको 5औं बलमा र केवल 1 बल बाँकी छ। हाम्रो मेम्बर आउनुभएको छ जगत पालपाली हुनुहुन्छ, वेलकम छ। यता हाम्रो कमेन्ट्रीमा राजकुमार वाइबा हुनुहुन्छ, #100 लेख्दै हुनुहुन्छ, तर समय भएको छैन #100 लेख्ने किनकि 1 रन अझै पनि टाढा रहेको छ। ओभरको अन्तिम बल गर्ने क्रममा रहनेछन् जोन्स। ओभर द विकेटबाट दौड लगाउँदै यो ओभरको अन्तिम बल गर्ने क्रममा मिड स्टम्पमा राखेको बल स्क्वायर लेगतिर खेलियो र स्क्वायर लेगको फिल्डरले बल रोकिदिएका हुन्। केवल 1 रन मात्र आउन पुग्यो र 1 रनबाट स्ट्राइक आफैसँग राख्न पुगेका छन् यहाँ रोहित पौडेलले र खेलको 20 ओभरको समाप्तिमा नेपालले 100 रन पुरा गरेको छ। #100 लेखिदिउँ कमेन्ट बक्समा। अब चाहिँ नेपालले 100 रन पुरा गर्न पुग्यो। खेलको 20 ओभर सकिसकेको छ र अब डिएलएसको अब चाहिँ यहाँबाट चर्चा गर्दाखेरि उपयुक्त समय हो किनकि 20 ओभर सकिसक्यो र डिएलएसमा नेपाल 38 रनले अगाडि रहेको तपाईँहरूलाई म जानकारी गर्न चाहन्छु। नेपाल डिएलएसमा 38 रनले अगाडि छ अहिलेको अवस्थाबाट र खेलको 20 ओभरको समापनमा 100 मा 2 विकेट 5 को रन रेटमा नेपाली टिमले रन जोडेको र आवश्यक रन गति 3.17 को रहेको र 180 बल 95 रन नेपालले बनाउनु पर्ने हुन्छ। यानि कि बल टन्ने बाँकी छ, हातमा 8 वटा विकेट रहेको छ। आरामले खेल्नु पर्यो, दबाब नलिकन। पहिलो बल कट गरेर पुग्यो पोइन्टमा, बल गयो डिप पोइन्टमा र डिप पोइन्टको बााउन्ड्रीबाट फिल्डरकै हातैबाट 1 रन निकाल्न पुगेको हुन् र 1 रनबाट स्ट्राइक रन पुगे परिवर्तन र 1 रनबाट स्ट्राइक रोटेट गरेसँगै 21 ओभरको खेल सुरु गरियो।
यो सिङ्गलबाट 21 ओभरको खेलको स्टार्टिङ गरियो र 101 मा 2टा विकेट। नेपाली टिम 179 बलमा 94 रन बनाउनु पर्ने हुन्छ। नेपालले खेलमा जित दर्ता गर्नुको लागि सेकेन्ड बल मार्क वाट बलिङ गर्नलाई तयार छन्। बायाँ हात स्पिनर ओभर द विकेटबाट यसपटक भने यो बललाई अन साइडमा खेलियो। बल गएको छ लङ्गनको बााउन्ड्री किनारातर्फ। लङ्गनको बााउन्ड्री किनारामा रहेको फिल्डरले बललाई रोकिदिए। केवल 1 रन मात्र आउन पुग्यो, सिङ्गल प्राप्त गर्न पुग्यो। बल स्विप गरेर पुगे फाइन लेग क्षेत्रमा र सर्ट फाइन लेगको क्षेत्रको फिल्डरले बल रोकिदिएका छन्। डट बल राख्यो। ओभरको थर्ड बल थियो र यो डट बल रहेसँगै 3 बल बाँकी नै हो 21 ओभरको खेलको अन्त्य हुनुको लागि। 14 बल यसपटक अफिस टमभन्दा बाहिरको बल थियो। कट गरेर पुगे ब्याकवर्ड पोइन्टमा र ब्याकवर्ड पोइन्टको फिल्डरले बललाई रोकिदिए। डट बल राखिएको छ। ओभरको 4थो बलमा रन आएन कुनै पनि। 2 बल बाँकी। ओभरको 5 बल गर्ने क्रम मार्क वाट लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट दौड लगाउँदै यसपटक यो बललाई पनि अप ड्राइभ गरियो र मिड अफतिर कभरको फिल्डर आए। बललाई डाइभ लगाएर बललाई रोक्न पुगे। 1 रन मात्र आउन पुग्यो, सिङ्गल मात्रै प्राप्त भयो। ओभरको 5औं बल थियो र 1 रनबाट 103 रन रहेको 2टा विकेट। नेपाली टिम 20.5 ओभर खेल भइसक्दा र अन्तिम 1 बल बाँकी नै छ। मार्क वाट यो ओभरको अन्तिम बल गर्नुको लागि ओभर द विकेटबाट बायाँ हाते ब्याट्सम्यानको लागि यसपल्ट रुम बनाए। बललाई कट गर्न पुगे पोइन्टमा र पोइन्टको फिल्डरले बललाई रोकिदिए। खेलको 21 ओभरको अन्त्य गरियो र 21 ओभरको खेलको अन्त्यमा स्कोर छ यति बेला 103 रन र 2टा विकेट रहेको नेपाली टिम। खेलको 21 ओभरको समापन भइसक्दा ओभरको अन्तिम बलमा डट बल राखिएको थियो ईशान पाण्डेको लागि। ईशान पाण्डे 35 बलको सामना गर्दै 18 बार ब्याटिङ गर्दै हुन् र यता रोहित पौडेल 47 बलको सामना गर्दै 26 बार ब्याटिङ गर्दै हुन् र यी दुईबाट पार्टनरसिप यति बेला 44 रनको रहेको छ र खेलको 21 ओभरको समाप्तिमा स्कोर 103 रन रहेको 2टा विकेट नेपाली टिमको। यदि कुरा गर्ने हो भने आजको खेल नेपाली टिमकै पक्षमा त छ, तर पनि पछिल्लो केही ओभरहरूमा नेपालले रन रेटलाई भने माथि पुर्याउने कोसिस गरिरहेको छ। अन्तिम ओभरमा 7 रन आएको थियो। यो ओभरमा 3 रन आयो, यानि कि 2 ओभरमा 10 रन आउन पुग्यो। खेलको 22 ओभरको सुरुवात हुने क्रममा रहेको र 22 ओभरको बलिङका लागि जोन्स आएको बलिङ आक्रमण गर्नुको निमित्त पहिलो बल यो ओभरको यसपटक भने यो बललाई स्क्वायर लेगतिर खेलिएको छ र डिप स्क्वायर लेगको बााउन्ड्री किनाराबाट फिल्डर अगाडि आए। बललाई पिक गर्दै थ्रो लगाइदिए। विकेट किपरको साइडमा मात्र 1 रन प्राप्त भयो र 1 रनबाट 22 ओभरको खेलको सुरु गरियो, स्टार्टिङ गरियो र 104 रन रहेको 2टा विकेट नेपाली टिमको हालको स्कोर। यो 1 रनबाट स्ट्राइक गर्न पुगे परिवर्तन र दोस्रो बल गर्ने क्रममा रहेको जोन्स बलिङको लागि तयार छन् र ब्याटिङ गर्नको निमित्त ईशान पाण्डे रन इन स्ट्राइकमा। पहिलो बलमा 1 रन त प्राप्त भयो। सेकेन्ड बल गर्नुको लागि बलिङ आक्रमणको लागि राउन्ड द विकेटबाट बलर यसपटक अफिस टबारको बल थियो। हाम उडियो कभरको क्षेत्रबाट बल गयो। डिप कभरको बााउन्ड्री किनारातर्फ फिल्डर त्यहाँ थियो तैनात र डिप कभरको बााउन्ड्री किनार रहेको फिल्डरले बललाई रोकिदिए। बााउन्ड्री रेखाबाट केवल 1 रन मात्र आउन पुग्यो र 1 रनबाट स्ट्राइक रहे परिवर्तन र 105 रन रहेको 2टा विकेट नेपाली टिम कभरको क्षेत्रबाट 1 रन निकाल्नलाई सफल भएका थिए। तेस्रो बल यसपटक यो बललाई भने लङ्गनको बााउन्ड्री किनारातिर खेलियो र लङ्गनको बााउन्ड्री किनाराबाट फिल्डरले बल रोकिदिएका छन्। केवल 1 रन मात्र आउनेछ र अर्को पनि सिङ्गल प्राप्त भयो र अर्को 1 रनबाट 106 रन रहेको 2टा विकेट नेपाली टिमको हालको स्कोर।
3 बलमा 3टा सिङ्गल प्राप्त भयो ब्याटिङको लागि ईशान पाण्डे। चौथो बल खेल्नुको लागि स्ट्राइकमा यसपटक अगाडि बढी ईशान पाण्डे बल उडाइदिए स्ट्रेटको बाउन्ड्री रेखातर्फ यो बल उडाएर खेलिदिएका हुन् र म्याक्सिमम प्राप्त गर्नेछ ईशान पाण्डेको ब्याटबाट पहिलो छक्का ईशान पाण्डेको लागि। अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो छक्का रहेको ईशान पाण्डेको लागि स्टेप आउट गर्दै बल जहाँ पिच भयो त्यहीँ पुगे र बल स्ट्रेटमा उडाइदिए बल स्ट्रेट बाउन्ड्री किनारा पार गयो छक्का प्राप्त गर्न पुग्यो नेपालले। यो छक्काबाट 112 मा 2टा विकेट रहेर जितका लागि 83 रन टाढा। जितका लागि 83 रन टाढा हो नेपाली टोली। पाँचौं बल गर्ने क्रम रहेको यसपटक बल कट गर्न पुगी बल गयो पोइन्टमा बल डिप पोइन्टको बाउन्ड्री किनारातिर गयो र डिप पोइन्टको बाउन्ड्री किनारातिर रहेको फिल्डरको हातीबाट 1 रन निकाल्न पुगे। ओभरको पाँचौं बलमा सिङ्गल प्राप्त भयो र 1 रनबाट स्ट्राइक परिवर्तन गरियो। स्ट्राइक रोटेट गरियो र 1 रनबाट स्ट्राइक रोटेट गरिए सँगै स्कोर 113 रन रहेको 2 विकेट नेपाली टिम र अन्तिम 1 बल बाँकी नै छ। 169 मा 82 रन बनाउनु पर्ने हुन्छ नेपाली टिमले जित दर्ता गर्न प्रति ओभर 5.18 को रन रेटमा नेपालले रन जोडिरहेको छ। अन्तिम बल यसपटक मिड स्टम्पमा राखेको बललाई फ्लिक गर्न पुगे लेग साइडमा सर्ट मिड विकेटको क्षेत्रतिर र सर्ट मिड विकेटको क्षेत्रको फिल्डरले बललाई सजिलै रोकिदिँदाखेरि डट बल राखियो र खेलको 22 ओभरको अन्त्य गरियो। 113 मा 2 विकेट रहेको नेपाली टिम। नेपालले यदि यो खेल जित्छ जस्तो लाग्छ भने कति ओभर नेपालले यो खेल जित्ला तपाईँहरूको विचारमा? SSR 16 आउनु भएको छ हामीसँग लाइभ कमेन्ट्रीमा। हाम्रो धेरै पुरानो मेम्बर हुनुहुन्छ सायद 3 वर्षदेखिको मेम्बर हुनुहुन्छ उहाँ। अब त हात खुला टुकटुके भन्दै हुनुहुन्छ। 50 बल खेलेर 28 मार ब्याटिङ गर्दैछन् रोहितले र यो पार्टनरसिपले अब जोखिम लिँदा पनि हुन्छ किनकि पार्टनरसिपले धेरै बेरसम्म जमिसक्यो नि त। पार्टनरसिप जमेको धेरै भइसक्यो जोखिम लिन सकिन्छ यो पार्टनरसिपबाट। 88 मा 54 को पार्टनरसिप बनिसक्यो र 113 मा 2 विकेट हो नि त जोखिम नलिएर खेल्दा पनि हुन्छ। टार्गेट 196 को तर अलिकति छिटै जित्न चाहने हो भने जोखिम लिन पनि फरक पर्दैन त्यो अवस्था पुगिसक्यो। रबिन अधिकारी हाम्रो मेम्बर 42 भन्दै हुनुहुन्छ। 35 भन्दै गणेशले र धन केसीले 45 भन्दै हुनुहुन्छ। 38 ओभर भन्दै हुन्छ अर्जुन न्युपाने हुनुहुन्छ र त्यसै गरी 43 ओभर भन्दै नवराज थापाले र धीरेन्द्र रिजाल आउनुभएको छ। पछि जे पनि हुनसक्छ भन्दै हुनुहुन्छ त्यो पनि हो। 5 ओभरमा भन्दै हुनुहुन्छ 5 ओभरले जित्छ भन्दै हुन्छ मतलब 45 ओभर जित्छ भन्नु होला। 37 ओभरमा जित्छ भन्दै गोपाल साउथ हुनुहुन्छ र सुरेश विष्ट आउनुभएको छ हाम्रो पुरानो सब्सक्राइबर हुनुहुन्छ। वेलकम छ हाम्रो कमेन्ट्रीमा। स्वस्तिका बस्नेत भने हाम्रो कमेन्ट्रीमा जोडिनु भयो र दीपक 35 ओभरमा जित्छ भन्दै हुनुहुन्छ। यहाँ 23 ओभरको खेलको सुरुवातको ओभरको पहिलो बल अफ स्टम्पको बललाई कट गर्न पुगे ब्याकवर्ड पोइन्टको फिल्डरको माथिबाट बल डिप ब्याकवर्ड पोइन्टको बाउन्ड्री रेखातर्फ गयो र बाउन्ड्री किनारा चुम्यो। चौका प्राप्त ईशान पाण्डेको ब्याटबाट। ईशान पाण्डे सेकेन्ड ओडिआई खेल खेलिरहेका छन्। पहिलो ओडिआई खेलमा नट आउट इनिङ थियो उनको र अन्तिम फिनिसिङ सट उनले युएसए को अगेन्स्टमा लगाएका थिए र यो सेकेन्ड ओडिआई खेल हो ईशान पाण्डेको लागि। नेपाल ए टिमबाट लगातार राम्रो खेल प्रस्तुति गरेपछि उनलाई टिममा राखिएको थियो भने यो पटक फिल्डरको माथिबाट बल गयो फिल्डरको थोरै माथिबाट ब्याकवर्ड पोइन्टको डिपमा गयो र चौका प्राप्त गर्यो। नेपालले 4 रनबाट 117 मा 2 विकेट रहेको नेपाली टिम। यसपटक थर्ड म्यानतर्फ रिभर्स गर्न पुगे यो राम्रो सट रहेको छ। यसपटक दिमाग लगाउन पुगे ईशान पाण्डेले थर्ड म्यान क्षेत्रमा फिल्डर थिएन कोही पनि र अफ स्टम्पमा राखेको बललाई रिभर्स गर्न पुगे थर्ड म्यान क्षेत्रतिर र चौका प्राप्त गर्न पुग्यो नेपालको टोलीले। शानदार 4 रन रहेको ईशान पाण्डेको ब्याटबाट र चौकाबाट उनी 34 रनको रन सङ्ख्यामा खेलिरहेका छन्। 40 बलकोले गरेको हुन्छ सामना र 121 मा 2 विकेट नेपाली टिमको रहेको र जितका लागि 74 रन मात्रै आवश्यक छ नेपाली टिमलाई यो खेलमा। तेस्रो बल यसपटक फ्लिक गरेर पुगे लेग साइडतर्फ सर्ट लेगतर्फ फिल्डर त्यहाँ थिए तैनात र त्यहाँ रहेको फिल्डरले बल रोकिदिएका छन् र डट बल राख्नुको लागि सफल भयो। ओभरको थर्ड बल थियो यो। चौथो बल गर्ने क्रममा यसपटक अन ड्राइभ गरेर पुगे बल गयो लङ अनतिर र बाउन्ड्री किनारा फिल्डर त्यहाँ थिए तैनात र लङ अनको बाउन्ड्री किनारामा रहेको फिल्डरले बललाई रोकिदिए। फेरि पनि 1 रन मात्र आउन पुग्यो सिङ्गल प्राप्त गरेर पुग्यो र 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र यो 1 रनबाट स्ट्राइक रोटेट गर्नुको लागि सफल भएका छन्। सिङ्गलबाट स्ट्राइक र परिवर्तन र 122 मा 2टा विकेट रहेको ब्याटिङको लागि रोहित पौडेल स्ट्राइकमा रन हुन् र यता 164 मा 73 रन नेपालले बनाउनु पर्ने हुन्छ यो खेलमा जित दर्ता गर्नुको लागि। हामीलाई 17,500 भन्दा बढी दर्शकहरूले कमेन्ट्रीमा सुन्दै हुनुहुन्छ।
पाँचौं बल यसपटक मिडल स्टम्पमा राखेको बल थियो, डिफेन्स गर्न बल गयो बलरकै हातमा, रिटर्न रन आएन कुनै पनि। ओभरको पाँचौं बलमा डट बल राख्नुको लागि सफल भए डेभिडसन र डट बल राखेसँगै अन्तिम बल गर्ने क्रम रहने हुन्। र ब्याटिङको लागि रोहित पौडेल 51 बल खेल्दै 28 मारेर ब्याटिङ गर्दैछन्। अन्तिम बल राउन्ड द विकेट दौड लगाउँदै लेफ्ट आर्म स्पिनर, यसपटक पनि स्टम्पमा राखेको बललाई डिफेन्स गर्न पुगे, फेरि पनि डट बल रह्यो र खेलको 23 ओभरको अन्त्य गरियो। र खेलको 23 ओभरको समाप्तिमा 122 मा 2 विकेट रहेको नेपाल। ओभरको अन्तिम बललाई डिफेन्स गर्न पुगे र 23 ओभरको खेल पनि अन्त्य भइसक्यो। 162 मा 73 बनाउनु पर्ने हुन्छ नेपाली टिमले, 73 रन बनाउनु पर्ने हुन्छ नेपाली टिमले 162 बलमा। र खेलको अहिले 23 ओभरको समापन भइसक्यो र 23 ओभरको खेलको समाप्ति भइसक्दा अब हामीसँग 27 ओभरको खेल बाँकी नै छ अझै पनि, यानि कि ओभर टन नै बाँकी छ भनौँ। नेपाली टिमलाई यदि यो खेलमा जित दर्ता गर्नु छ भने यो विकेटले नेपाललाई अझै पनि धेरै बेट्समा जमाउनु पर्ने हुन्छ। 63 को पार्टनरसिप बनिसक्यो, थर्ड विकेटको लागि राम्रो पार्टनरसिप बनिसकेको छ। र 24 ओभरको खेल अब सुरु नगइरहेको भने म तपाईँलाई बताउन चाहन्छु। र 24 ओभरको खेलको लागि बलिङ आक्रमण गर्नुको लागि यति बेला बलर छन् तयार। स्पिनर माइकल लिस्क आएका बलिङ लागि पहिलो बल, यसपटक सर्ट कभरतिर खेल्न पुगे, सर्ट कभरको फिल्डरले रोकिदिएका छन् बल सजिलै। डट बल राख्दै खेलको 24 ओभरको सुरुवात गरियो। सेकेन्ड बल गर्ने क्रम रहेको बलिङको लागि बलर छन् तयार। सेकेन्ड बल राउन्ड द विकेटबाट यसपटक भने यो बललाई खेल्न पुगे, लेग साइडमा बल ग्यापमा गएको छ मिड विकेटको क्षेत्रतिर र मिड विकेटको बाउन्ड्री किनारा पार बल 4 रनको लागि जान पुग्यो, चौका प्राप्त गर्न पुग्यो। यो शानदार चौका रहेको छ यहाँ ओभरको सेकेन्ड बलमा प्रहार गरिएको। ब्याकफुटमा आएर बललाई लेग साइडमा तानियो र बल लेग साइडको मिड विकेटको बाउन्ड्री रेखा पार गयो र चौका प्राप्त गर्न पुग्यो। यो 4 रनबाट 126 मा 2 विकेट रहेको नेपाली टिम र ईशान पाण्डे पनि 39 रनको रन सङ्ख्यामा खेलिरहेका छन्। आफ्नो हात खोल्न सुरु गरे उनले पनि। ओभरको थर्ड बल यसपटक डिफेन्स गरियो, ब्याट कलका किनारा राख्यो र ब्याकवर्ड पोइन्टतिर बल गयो। फिल्डर त्यहाँ थिए तैनात, त्यहाँ रहेको फिल्डरले बललाई रोकिदिए। यसै गरी ओभरको 14 बल गर्ने क्रम रहनेछन्। 14 बल ओभरको यो पटक भने फिल्डरकै हातमा बल गयो, अर्को पनि डट बल राख्नु पुगे। मामला 1 रन त दौडिएका रहेछ मलाई लाग्यो डट बल हो भनेर, तर 1 रन चाहिँ दौडिएका रहेछन् यहाँ र 1 रन दौडिन पुगे। 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट स्ट्राइक रोटेट गर्दा स्कोरलाई 127 रनको बनाइयो। 127 मा 2 विकेट रहेको नेपाली टिम। 23.4 ओभर रोहित पौडेल 52 बलमा 28 मारेर ब्याटिङ गर्दै हुन् र ईशान पाण्डेले 40 मा 40 मारेर ब्याटिङ गर्दैछन्। यी दुईबाट 68 रनको पार्टनरसिप पनि बनिसकेको छ। हामीलाई 17,500 भन्दा बढी दर्शकहरूले कमेन्ट्रीमा सुनिरहनु भएको हो भने सबैजनालाई म वेलकम गर्न चाहन्छु यस हाम्रो लाइभ कमेन्ट्रीमा। ओभरको 5औं बल यसपटक ग्यापमा खेलियो, फिल्डर त्यहाँ आए, बललाई चौका हुनबाट डाइभ लगाएर बचाइदिए, डबल प्राप्त भयो। 2 रन प्राप्त गर्नुको लागि सफल भए रोहित पौडेलको ब्याटबाट यो 2 रन र डबलबाट 129 मा 2 विकेट रहेको नेपाली टिम। 23.5 ओभरको खेल भइसक्यो र केवल 1 बल बाँकी हो 24 ओभरको खेल समाप्ति हुनुलाई। यो राम्रो स्विप सट रहेको थियो रोहित पौडेलद्वारा, तर बाउन्ड्री किनारमा मिड विकेटको फिल्डर स्क्वायर लेगतिर आएर डाइभ लगाएर चौका बचाइदिए। 70 रनको पार्टनरसिप बनिसक्यो। 129 मा दोस्रो विकेटको झड्कासँगै नेपालले थर्ड विकेटको लागि 70 को पार्टनरसिप जमाउँदा ओभरको अन्तिम बल खेल्ने क्रम रोहित पौडेल यसपालि स्क्वायर लेगमा खेलियो, फिल्डरकै हातैबाट 1 रनको कल गर्दै दौड लगाइएको छ यहाँ। 1 रन र 1 रनबाट 24 ओभरको खेलको अन्त्य गर्यो। अन्तिममा 1 रन निकाल्दै स्ट्राइक आफैसँग राख्न पुगे। 130 मा 2 विकेट रहेको नेपाली टिम खेलको 24 ओभरको अन्त्यमा। चौबीस ओभरको खेल समापन भइसक्यो र स्कोर 130 रन रहेको 2 विकेट नेपाली टिम। हामीलाई अहिले कमेन्ट्रीमा 18,000ले सुन्दै हुनुहुन्छ। हामी यति 5,59,000 सब्सक्राइबरबाट मात्र केही सब्सक्राइबर टाढा छौँ। हामी डिएलएसमा हामी अहिले 60 रनले अगाडि छौँ।
डिएलएसमा 60 रनले अगाडि छ नेपाली टिम। 25 ओभरको खेलको स्टार्टिङको ओभरको पहिलो बल अफ ड्राइभ गरेर पुग्यो मिड अफ तर्फ र मिड अफको क्षेत्रमा नि फिल्डर त्यहाँ थियो तैनात र मिड अफको क्षेत्रको फिल्डरले सजिलै बल रोकिदिँदा डट बल राख्दै खेलको 25 ओभरको सुरुवात गरियो। यो ओभरको पहिलो बल हो डट बलबाट सुरु गरिएको। सेकेन्ड बल ओभरको यसपटक पनि फेरि पनि मिड अफ तर्फ नि खेल्न पुगे र मिड अफ तर्फ भने फिल्डर यसपटक थिएन। लङ अफबाट फिल्डर आए बललाई रोकिदिए केवल 1 रन मात्र आउन पुग्यो र 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट 131 मा 2 विकेट रहेको नेपाली टिम। डिएलएसको चिन्ता नगर्नुहोस्, डिएलएसमा धेरै अगाडि छ नेपाली टिम। डिएलएसमा हामी 60 रनले अगाडि छौँ अहिले र ओभरको सेकेन्ड बलमा 1 रन। तेस्रो बल लेफ्ट ह्यान्ड ओभर द विकेटबाट आउने क्रममा यसबाट बललाई पनि अगाडि बढ्दै पोइन्टमा खेलियो। डिप पोइन्टको बाउन्ड्री किनारामा डिप कभरको फिल्डर आए बललाई पिक गरे विकेट किपरतिर थ्रो गर्न पुगे। 1 रन आउन पुग्यो, सिङ्गल प्राप्त गर्न पुग्यो र 1 रनबाट 132 मा 2 विकेट रहेको नेपाली टिम। यो ओभरमा 3 बल भित्रमा 2 सिङ्गल प्राप्त हुँदा 24.3 ओभर भइसक्यो पुरा र 132 मा 2 विकेट रहेको नेपाली टिम। रोहित पौडेल 56-32 मा ब्याटिङ गर्दै हुन् र उनी 18 रन टाढा रहेको आफ्नो अर्धशतकबाट। चौथो बल गर्ने क्रममा लेफ्ट आर्म राउन्ड द विकेट डेभिडसन बलिङको लागि आउने क्रममा रहेका छन्। यसपटक चौथो बललाई कभरमा खेलियो र एक्स्ट्रा कभरबाट फिल्डरले बललाई रोकिदिए। डट बल राख्यो ओभरको चौथो बलमा र 2 बल रहेको छ बाँकी खेलको 25 ओभर सकिनुलाई। 24.4 ओभर 132 मा 2 विकेट रहेको नेपाली टिम। पाँचौं बल लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट यसपटक हल्का नेउरिएर बललाई सर्ट कभरतिर खेल्ने कोसिस गरिएको थियो र त्यहाँ फिल्डर थिए। सर्ट कभर पोइन्टमा आए बललाई रोकिदिए। डट बल राख्यो ओभरको पाँचौं बलमा रोहित पौडेलको लागि। रोहित पौडेल 58 बल खेल्दै 32 मा ब्याटिङ गर्दै हुन् र उनी 32 रनको रन सङ्ख्यामा ब्याटिङ गर्दै स्कोर अहिले नेपाली टोलीको 132 रन रहेको 2 विकेट र जितका लागि 63 रन मात्रै आवश्यकता रहेको नेपाली टिमलाई आजको यस खेलमा र 24.5 ओभरको खेल पनि पुरा भइसकेको छ। 151 बलमा 63 रन बनाउनु पर्ने हुन्छ नेपाली टिमले। यो खेलमा जित दर्ता गर्नलाई कति ओभर खेल जित्छ भन्ने प्रश्नमा धेरै 45 या 40 ओभर भन्दै हुनुहुन्थ्यो। 63 रन चाहियो भने त पक्कै पनि अबको 5 ओभर बन्न सक्छ र नेपाल यहाँबाट आरामले नै खेल्नेछ यो खेलमा। त्यस कारणले गर्दा सम्हालेर खेल्ने प्रयास नै नेपालको हुनेछ र ओभरको अन्तिम बल गर्ने क्रममा डेभिडसन रहेको बलिङको लागि। ब्याटिङको लागि रोहित पौडेल स्ट्राइकमा रहनेछन् र ओभरको अन्तिम बल गर्ने क्रममा डेभिडसन लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट ओभरको अन्तिम बल यसपटक अफ स्टम्पबारको बल थियो कट गरेर पुग्यो पोइन्टमा र डिप पोइन्टको बाउन्ड्री किनाराबाट फिल्डरले बल रोकिदिएका हुन् र केवल 1 रन मात्र आउन पुग्यो र खेलको 25 ओभरको समापन यो 1 रनबाट गरियो र खेलको 25 ओभरको समाप्ति गर्दाखेरि 133 मा 2 विकेट रहेको नेपाली टिम र 150 मा 62 रन नेपालले बनाउनु पर्ने हुन्छ। खेलमा जित दर्ता गर्नको लागि रोहित पौडेल 59 मा 33 रन र ईशान पाण्डे 47 मा 41 रन र ईशान पाण्डेको सेकेन्ड ओडिआई खेल हो यो। केवल दोस्रो ओडिआई खेल खेलिरहेको हुन् ईशान पाण्डेले। T20I मा नेपाली टिमबाट 2019 मा डेब्यू गरे पनि उनले 50 ओभरको लागि नेपाली टिमबाट खेल्ने अवसर पाएका थिएनन्। T20 मा उनले 4 खेल नेपालको टिमबाट T20I मा खेलेका छन् र यता ओडिआई तर्फ यो सेकेन्ड खेल हो उनको लागि र यसअगाडि उनी नट आउट रहँदै खेलेका थिए आफ्नो पहिलो खेल र सेकेन्ड खेलमा 41 रन बनाएका छन्। अन्तिम पटक लिग 2 अन्तर्गतको नम्बर 3 को ब्याट्सम्यान निकै राम्रो फर्ममा रहेको भीम सार्की थिए त्यति बेला र भीम सार्कीको राम्रो फर्म थियो। 12 खेलमा 11 खेल जित्नुपर्ने थियो, नेपालले जित्यो पनि र नेपाल ग्लोबल क्वालिफायरको लागि एन्ट्री पायो र साथै अब नेपालको लागि अहिले यो खेलसँग 10 मा 10 खेल जित्नुपर्ने सिनारियो छ। त्यसको लागि पक्कै पनि नेपाली टिमबाट लास्ट साइकलमा भीम सार्की नम्बर 3 को ब्याट्सम्यान फर्ममा थियो। अहिले ईशान पाण्डे सुरुवाती केही खेलहरूमा रनहरू बनाइरहेको छ। पनि बल हावा उडेको छ, क्याचको लागि मौका बनेको थियो तर फिल्डर क्याचको लागि आउँदाखेरि ब्याटको किनार लाग्यो र बल विकेट किपरको पछाडि गयो। बाँच्नु पुगे यहाँ भाग्यले साथ दियो रोहित पौडेललाई। ब्याटको किनार लागेको थियो, विकेटको लागि मौका बनेको थियो, फिल्डरको भने धेरै पछाडिबाट बल खस्यो र डबल प्राप्त गर्न पुग्यो। SSR हुनुहुन्छ हामीसँग कमेन्ट्रीमा, हाम्रो 27 महिनादेखिको मेम्बर हुनुहुँदैछ। 2 वर्ष मैले त भनेको थिएँ, याद त थियो मलाई, 3 वर्ष भनेको थिएँ मैले सायद। 2 वर्षभन्दा अलिकति बढी रहेछ, 2 वर्ष 3 महिना रहेछ हाम्रो मेम्बरसिप लिनुभएको च्यानलको SSR 16 ले र यहाँ बाँच्न पुगे। डबल प्राप्त भयो, 2बाट 135 रन रहेको 2 विकेट नेपाली टिम। 4 बल बाँकी नै हो, 26 ओभरको खेल सकिनुलाई। ओभरको 18 बल गर्ने क्रममा रहेको बलिङको लागि बलर छन् तयार। मार्क वाट लेफ्ट आर्म स्पिनर
अफ स्टम्पायरको बल थियो। यो बल डिपोइन्टतिर खेलियो र डिपोइन्टको क्षेत्रबाट फिल्डरले बललाई रोकिदिए। केवल 1 रन मात्र आउन पुग्यो, सिङ्गल प्राप्त गर्न पुग्यो र यो 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट 136 रन रहेको 2 विकेट। नेपाली टिम मार्कवाट 3 बल गर्दै 3 रन खर्चिन पुगे। 1 डबल र 1 सिङ्गल मार्कवाटको ब्याट बलमा आयो नेपाली टिमलाई रन र खेलको भने 25.3 ओभर 136 मा 2 विकेट रहेको नेपाली टिम प्रति ओभर 5.33 को रन रेट र नेपालले रन जोडिरहेको छ। चौथो बल गर्ने क्रम रहेको मार्कवाट बलिङको लागि तयार छन् र ब्याटिङको लागि ईशान पाण्डे रन इन स्ट्राइकमा 47 मा 41 भएर ब्याटिङ गर्दैछन्। चौथो बल फुल टस थियो। यो बल खेल्न पुग्यो अन साइडमा मिड अन क्षेत्रमा र मिड अनको क्षेत्रको फिल्डरको हातैबाट 1 रन निकाल्न पुगेको हुन् र 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट 137 मा 2 विकेट रहेको नेपाली टिम। 25.4 ओभर भइसक्यो र 2 बल बाँकी नै 26 ओभर खेल सकिनलाई। ओभरको 5 बल गर्ने क्रम मार्कवाट बलिङको लागि तयार छन्। बलिङ आक्रमणको लागि आउने क्रम रहेको मार्कवाट राउन्ड द विकेटबाट स्पटक मिड स्टम्पमा राखेको बललाई मिड अन क्षेत्रतर्फ खेलियो र मिड अनको फिल्डरले बल रोकिदिए। डट बल राख्यो ओभरको 5औं बलमा। अन्तिम बल बाँकी छ ओभरको अन्तिम बल। यसपटक पनि बल गयो सर्ट थर्ड म्यानतर्फ र सर्ट थर्ड म्यानको फिल्डरले बललाई रोकिदिएका छन् र डट बल राख्दै खेलको यति बेला 26 ओभरको अन्त्य गरियो र 26 ओभरको खेलको समाप्तिमा 137 रन रहेको 2 विकेट। 26 ओभरको खेलको अहिले समापन भयो र स्कोर छ 137 मा 2 विकेट नेपाली टिमको। 144 बलमा 58 रन बनाउनुपर्ने हुन्छ नेपाली टिमले यो खेलमा जित दर्ता गर्नुलाई। 195 रनको टार्गेट हो, 195 रनको टार्गेट हो जुन टार्गेट नेपाल पक्ष रहेको जिनो टार्गेट हो। पक्कै पनि 50 ओभरको फर्मेटका लागि धेरै कम कि टार्गेट हो यो, तर पनि नेपालले 2 विकेट गुमाएको अवस्थामा भने टार्गेट चेस गर्ने क्रममा छ नेपाली टिम। 27 ओभरको खेलको स्टार्टिङको ओभरको पहिलो बल यसपटक यो बललाई स्ट्रेटमा उडाइदिए। ईशान पाण्डेले बल स्ट्रेटको बाउन्ड्री किनार अगाडि टप्प खायो र 1 बाउन्स बल गएको छ बाउन्ड्री पार चौकाको निमित्त। चौका प्रहार गर्दै ओभरको सुरुवात गर्न पुगे ईशान पाण्डे। 4 रन टाढा आफ्नो पहिलो अर्धशतकबाट ईशान पाण्डे 46 रनको स्कोरमा खेल्दैछन्। यो चौकाबाट 27 ओभरको खेलको सुरुवात गरियो र 54 रन टाढा हो यो खेलमा नेपाली टिम जित दर्ता गर्नलाई र ईशान पाण्डेले चौका प्रहार गर्दै ओभरको सुरुवात गर्न पुगे। सेकेन्ड बल गर्ने क्रममा डेभिडसन राउन्ड द विकेटबाट लेफ्ट आर्म स्पिनर यसपटक अफ ड्राइभ गर्न पुगे। मिड अफ क्षेत्रमा रहेको फिल्डरले मिसफिलिङ गर्दा 1 रन प्राप्त भयो। यो 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट 142 मा 2 विकेट रहेको नेपाली टिम। 26.2 ओभर भइसक्यो र 142 मा 2 विकेट रहँदा ओभरको सेकेन्ड बलमा 1 रन निकाल्न पुगे र सिङ्गलबाट स्ट्राइक रह्यो परिवर्तन र 142 मा 2 विकेट। नेपाली टिमको हालको स्कोर रोहित पौडेल 64 मा 36 मार ब्याटिङ गर्दै हुन् र ईशान पाण्डे 50 मा 47 मार ब्याटिङ गर्दै हुन्। थर्ड बल गर्ने क्रममा यसपटक पनि मिड अफतिर खेलियो। ड्राइभ लगाउन पुगे मिड अफतर्फ र मिड अफको फिल्डरले बल रोकिदिएका छन्। डट बल राखिएको छ ओभरको थर्ड बलमा र 3 बल बाँकी नै छ 27 ओभरको खेलको अन्त्य हुनुको लागि। ओभरको चौथो बल गर्ने क्रममा डेभिडसन रहेको राउन्ड द विकेटबाट यसपटक लेग स्टम्पबाट आएर बललाई 2 गाडीको बीचबाट कभरको क्षेत्रमा खेलिदिए। बल गयो डिप एक्स्ट्रा कभरमा लङ अफको फिल्डर आएर चौका बचाइदिएका छन्। त्यहाँ राम्रो फिल्डिङ रोहित पौडेल इनसाइड आउट बल डिप एक्स्ट्रा कभरतिर ड्राइभ थियो तर लङ अफको फिल्डर आएर त्यहाँ भने डाइभ लगाउँदै बललाई 4 रनबाट रोकिदिए। राम्रो फिल्डिङ रह्यो, निकै नै राम्रो फिल्डिङ रह्यो। रोहित पनि सुरुमा एकदमै कन्फिडेन्ट थियो कि यो चौका हो भनेर। उनले सट लगाएपछि पुरै बिस्तारै हिँडिरहेका थिए। त्यसपछि थाहा भयो कि फिल्डर कुदिरहेका छन् भन्ने कुरा, अनि त्यसपछि दौडिएका उनी। नत्र 4 रन भनेर पुरै कन्फिडेन्सको साथ हिँडिरहेका थिए। सट लगाएर पुरै आफ्नै स्टाइलमा हिँडिरहेका थिए उनी। तर अन्तिममा भने उनले देखे कि फिल्डर आइरहेको छन् भन्ने कुरा। त्यसपछि भने उनले दौड लगाउन पुगे, डबल प्राप्त गर्न पुगे। ओभर 5 बल फेरि पनि 2 रनका लागि प्रहार गर्ने प्रयास छ यहाँ र डबल प्राप्त पनि गर्नुको लागि सफल भयो र डबलबाट स्कोरलाई 146 रनको बनाइयो, 146 रनको बनाइयो।
यहाँ 1 रन देखाइ पनि 2 रन प्राप्त गरेको तपाईँहरूलाई म बताउन चाहन्छु। 2 रन हो, 146 रनको बनिसक्यो स्कोर। अन्तिम बल बाँकी छ। यो पटक मिड अफतर्फ ड्राइभ गरियो र मिड अफको फिल्डरले बललाई रोकिदिए। रन बटुल्ने अवसर रहेन कुनै पनि। डट बल राख्दै खेलको यति बेला 27 ओभरको अन्त्य गरियो र 27 ओभरको खेलको समाप्तिमा 146 मा 2टा विकेट रहेको। हामीलाई 19,000 भन्दा बढी दर्शकहरूले कमेन्ट्रीमा सुन्दै हुनुहुन्छ 3 वटा स्ट्रिमिङ गरिकन। यदि स्ट्रिमिङ लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु होला, सब्सक्राइब पनि गर्नु होला है त। हामी लाइभ अडियो कमेन्ट्रीको लागि तपाईँहरूमा जोडिएर बसेका छौँ। खेल अडियो कमेन्ट्रीको लागि निरन्तर रूपमा कमेन्ट्री गरिरहेका छौँ र हाम्रो कमेन्ट्री मन परिरहेको छ भने च्यानललाई पनि सब्सक्राइब गर्न पनि सक्नुहुनेछ। बेल आइकनलाई प्रेस गरी अल नोटिफिकेसनमा क्लिक गर्न चाहिँ नबिर्सिनु होला। र खेलको अहिले 27 ओभरको अन्त्य भयो र 146 मा 2टा विकेट रहेको नेपाली टिम। प्रति ओभर 5.41 रन रेटमा नेपालले रन जोडेको र आवश्यक रन कति 2.13 को हो भने 138 बलमा 49 रन बनाउनु पर्ने हुन्छ जित्नुको लागि। 49 रनको आवश्यकता। ईशान पाण्डे 3 रन टाढा रहेको आफ्नो पहिलो अर्धशतकबाट। उनको यो सेकेन्ड ओडिआई खेल हो। 28 ओभरको खेलको स्टार्टिङको पहिलो बललाई कट गरेर अघि सर्ट कभरतिर बल गयो र सर्ट कभरको फिल्डरको क्षेत्रमा आएको बललाई सर्ट कभरको फिल्डरले 30 यार्ड भित्र रोकिदिए। डट बल राख्दै खेलको यति बेला 28 ओभरको सुरुवात गरियो। सेकेन्ड बल मार्कवाट ओभर द विकेट आउने क्रममा यसपटक सर्ट रहेको छ कभरतिर, तर सर्ट कभरको फिल्डरले फेरि पनि बललाई रोकिदिएका छन् र अर्कोपट्टि डट बल क्रमशः राख्यो मार्कवाटद्वारा। चौका लगाएर आफ्नो 50 पुरा गर्न चाहन्छन् यहाँ। तपाईँको च्यानलको मेम्बरसिप चाहिँ कसरी लिने हो भन्दै हुन्छ काजी बस्नेत हुनुहुन्छ। मेम्बरसिप लिनुको लागि बाहिर कन्ट्रीमा हुनुभएकोहरूले मात्र मिल्छ। डिस्क्रिप्सनमा लिङ्क राखिदिएका छौँ हामीले मेम्बरसिपको लागि, त्यहाँ क्लिक गरेर लिन सक्नुहुन्छ। तर बाहिर कन्ट्रीमा हुनुभएकोहरूले मात्र हो। थर्ड बल गर्ने क्रम मार्कवाट ओभर द विकेट। यो फुल टच बल गुमायो, हावा छ बल मिड विकेटको बाउन्ड्री पार, छक्का सायद नो बल पनि हुन सक्छ यहाँ। फुल टच थियो हाइटको, यो नो बल हुन सक्छ। अम्पायरले के सङ्केत गर्छन् त्यो हेर्न बाँकी हो, तर छक्का भने शानदार थियो। अम्पायरले नो बलको सङ्केत गर्न पुगे, छक्का होइन सट्टा लाग्यो र 7 रन प्राप्त गर्न पुगे। 50 पुरा ईशान पाण्डेको पहिलो अर्धशतक एक दिवसीय क्रिकेटमा। नेपालले यो श्रृङ्खलामा केही राम्रो गर्यो भने त्यो ईशान पाण्डेलाई सिनियर टिममा ल्यायो र सिनियर टिममा उनलाई डेब्यू गर्ने अवसर दियो। अन्तिम खेलमा उनले नेपालको टिम गए नटआउट इनिङ खेलेका थिए र आज पनि उनले अर्धशतकीय इनिङ खेल्न पुगे। # ईशान पाण्डे लेखिदिउँ कमेन्टमा सबैले, # ईशान पाण्डे लेखिदिउँ। डाक्टर ईशान पाण्डे राम्रो ब्याटिङ गर्दैछन् र उनले यो नो बलमा छक्का लगाउँदै 50 पुरा गरेर पुगे। 53 रनको स्कोर बनाएर खेलिरहेको ईशान पाण्डेले। 153 मा 2टा विकेट, 42 रन टाढा नेपाल खेलमा जित दर्ता गर्नुको लागि। यसपटक फ्री बल र फ्री बल लेग साइडमा खेलियो। सर्ट मिड विकेटको क्षेत्रको फिल्डरले डाइभ लगाएर बल रोकिदिए, यानि कि फ्रीडको सदुपयोग पनि भएन। डट बल राख्यो फ्रीड बलमा। यो फ्रीड बल थियो, लेग साइडमा खेल्न चाहन्थे मिड विकेटको क्षेत्रतिर। सर्ट मिड विकेटको क्षेत्रतिर, फिल्डर त्यहाँ थिए तैनात र त्यहाँ रहेको फिल्डरले बल रोकिदिए। रन बटुल्ने अवसर रहेन कुनै पनि। डट बल राख्नु पुगेको हुन् र डट बल राखेसँगै अब 3 बल बाँकी नै छ। 28 ओभरको खेल समाप्त हुन लागि 135 मा 42 रन बनाउनु पर्नेछ। 14 बल हल्का क्विक राखिएको थियो, मिड अफतर्फ खेलियो र मिड अफको क्षेत्रबाट फिल्डरले बललाई सजिलै रोकिदिए। रन आएन कुनै पनि। डट बल राख्यो ओभरको 4औं बलमा। हामीलाई 20,000ले कमेन्ट्रीमा सुनिरहनु भएको छ अहिले। ईशान पाण्डेको 50 ले एउटा आशा जगाएको छ नेपालको माथिल्लो क्रमको ब्याटिङलाई मजबुत बनाउन सकिन्छ कि भन्ने। ईशान पाण्डे 2 वटा म्याच योभन्दा अगाडि नटआउट इनिङ र आज भने 53 रनको नटआउट इनिङ अहिलेसम्म छ। अर्धशतक बनाए आफ्नो सेकेन्ड ओडिआई खेलमा। अन्तिम बल खेल्नु लागि ईशान पाण्डे ब्याटिङ लागि स्ट्राइकमा छन्। ब्याटको किनारा लागि बल त्यही रोकिन पुग्यो, राम्रो बल थियो तर बाँच्न पुगे ईशान पाण्डे। डट बल राख्दै खेलको 28 ओभरको अन्त्य गरियो र 28 ओभरको खेलको समाप्तिमा यो ओभर नो बलमा छक्का लाग्यो, यानि कि 7 रन आयो र त्यसबाहेक अन्य बलमा पनि रन आएन र खेलको 28 ओभरको समाप्तिमा 153 मा 2टा विकेट रहेको नेपाली टिम। 132 बलमा नेपाललाई जितको लागि 42 रनको आवश्यकता रहेको छ। 132 बलमा 42 रन नेपालले बनाउनु पर्ने हुन्छ जित्नुको लागि यो खेलमा। र खेलमा अहिले ईशान पाण्डे र रोहित पौडेल नेपालको लागि थर्ड विकेटको लागि 94 रनको पार्टनरसिप पनि जमाइसके। ईशान पाण्डेको 50 त हेर्न पायो, अब कि रोहित पौडेलको हामीले अर्धशतक हेर्न पाउलौ त।
बलिङको लागि जोन्स आएका छन्, स्पिनर अर्का बलिङको लागि तयार रहँदै खेलको 29 ओभरमा बलिङको निमित्त आएको हुन् र खेलको 29 ओभर सुरु हुन आँटेको। ओली जोन्स बलिङको लागि तयार छन्, बलिङ आक्रमण गर्नुको लागि। उन्तीस ओभरको बलिङ गर्ने क्रम रहेको पहिलो बल यो ओभरको रोहित पौडेल ब्याटिङको लागि स्ट्राइकमा रहनेछन्। यसपल्ट हल्का निउरिए गुडाटेकी बल लङ अनको क्षेत्रमा खेलिदिए र लङ अनको बााउन्ड्री किनाराबाट बााउन्ड्री किनार रहेको फिल्डरले रोक्दै थ्रो गर्न पुगे। एक रन मात्र आउन पुग्यो, सिङ्गल प्राप्त गर्न पुग्यो र यो सिङ्गलबाट स्ट्राइक रह्यो परिवर्तन र 1 रनबाट 29 ओभरको खेलको सुरुवात गरियो भनौँ। ब्याटिङ गर्नु लागि ईशान पाण्डे नै अब रन स्ट्राइकमा। जोन्स ओभरको सेकेन्ड बल गर्नलाई तयार छन्। 28.1 ओभर 154 मा 2 विकेट नेपाली टिमको हालको स्कोर। यसपटक अगाडि बढे, बल डिफेन्स गर्न पुगे, बल गयो मिड अन तर्फ र मिड अनको फिल्डरले बललाई रोकिदिए। डट बल राख्यो, ओभरको सेकेन्ड बल दियो। यसपटक ओभरको तेस्रो बल खेलियो मिड अफ तर्फबाट, बललाई लङ अफको बााउन्ड्री किनारतर्फ, लङ अफको बााउन्ड्री किनार फिल्डर त्यहाँ थिए तैनात र त्यहाँ रहेको फिल्डरले यो बललाई रोकिदिँदाखेरि 1 रन मात्र आउन पुग्यो, सिङ्गल प्राप्त गर्न पुग्यो र 1 रनबाट 155 मा 2 विकेट रहेको नेपाली टिम सिङ्गल प्राप्त गर्न पुगेका हुन् र 1 रनबाट स्ट्राइक रोटेट गर्दाखेरि 155 रन रहेको 2 विकेट नेपाली टिमको हालको स्कोर। यसबीच ओभरको यो 14 बल कट गर्न पुगे। यो बलमा र बल गयो डिप पोइन्टको बााउन्ड्री किनारतिर र त्यहाँ भने फिल्डर थियो तैनात र त्यहाँ रहेको फिल्डरकै हातीबाट 2 रन निकाल्नुको लागि सफल भएका छन् र डबल प्राप्त गर्नुलाई सफल हुँदाखेरि 157 मा 2 विकेट रहेको नेपाली टिम। 2 बल बाँकी छ ओभरको 5 बल। यसपटक मिड स्टम्पतिर आएको बल थियो, स्क्वायर लेगतिर खेलियो र स्क्वायर लेगको क्षेत्रबाट फिल्डरले बललाई रोकिदिए। डट बल राख्यो, ओभरको 5औं बलमा र केवल 1 बल बाँकी हो 29 ओभरको खेलको समाप्ति हुनुलाई। जितका लागि केवल 38 रन मात्रै बनाउनु पर्ने हुन्छ नेपाली टिमले। अन्तिम बल ओभरको ओभर द विकेटबाट बलिङ लागि दौड लगाउँदै यसपटक सर्ट कभरतिर खेलियो र सर्ट कभरको फिल्डरले बललाई रोकिदिएका हुन् र डट बल राखिएको छ यहाँ। ओभरको अन्तिम बलमा र खेलको 29 ओभरको समापन गरियो र 157 मा 2 विकेट रहेको नेपाली टिम खेलको 29 ओभरको समाप्तिमा र 157 मा 2 विकेट रहँदाखेरि अब जितका लागि नेपालले 126 बलमा 38 रन बनाउनु पर्ने हुन्छ आजको यस खेलमा। एसके ब्रो नेम के हो हजुरको? मेरो नाम सुजित हो र खेलको 29 ओभरको समाप्ति 157 मा 2 विकेट रहेको नेपाली टिम प्रति ओभर 5.41 को रन रेट र नेपालले रन जोडेको र आवश्यक रन गति 1.81 को रहेको र हामी 5,59,000 सब्सक्राइबरबाट मात्र 8 सब्सक्राइबर टाढा छौँ। होइन ब्रो, आज रोहितले म क्याप्टेन हो भनेर याद गर्यो कि क्या हो भन्दै हुनुहुन्छ। क्याप्टेनसिप इनिङ राम्रो छ रोहितको, अलिक डटबलको सङ्ख्या धेरै छ तर टार्गेट पनि त धेरै होइन, त्यही भएर चाहिँ पार्टनरसिप जमाउन धेरै केन्द्रित रह्यो। तर पनि यो भनिरहँदाखेरि चाहिँ रोहितको ब्याटिङ चाहिँ अलिकति इम्प्रुभ चाहिँ हुन थोरै इम्प्रुभ हुन आवश्यक छ। पछिल्लो पटकको फर्मबाट चाहिँ माथि उठ्नलाई मद्दत चाहिँ गरेको छ रोहितलाई, त्यही भएर रोहितको ब्याटिङ धेरै राम्रो हुन्छ नेपालको टियुमा र उनी फर्ममा थिएनन्। पक्कै पनि एउटा खराब फर्ममा रहेको प्लेयरको हालत कस्तो हुन्छ भन्ने कुराहरू हामीले भोटतेललाई हेरेर देख्यौँ। भोटतेल फर्ममा नरहँदाखेरि सङ्घर्ष गरिरहेका थिए तर फर्ममा फर्किएपछि आज एकदमै कन्फिडेन्सको साथ खेले तर छिटै आउट भए। तर उनको जुन चाहिँ कमब्याक रहेको थियो अस्तिको दिन त्यो शानदार थियो। रोहित पौडेलको पक्कै पनि यो खेलले बुस्ट गर्नेछ उनको इनिङलाई, उनको कन्फिडेन्सलाई। यसपटक स्विप गर्न पुगेका थिए तर ब्याटको किनार लाग्यो, बल त्यही रोकिन पुग्यो। यसअगाडि रोहित ब्याटिङ गर्न आउँदाखेरि डराइ खेलिरहेको जस्तो लागिरहेको थियो तर आजको खेल उनले सम्हालेर ब्याटिङ गर्न पुगे। एउटा विकेटको मौका दिएका थिए तर फिल्डर नरहेको क्षेत्रमा बल खसेको थियो।
ओभरको सेकेन्ड बल डट बल राखियो र थर्ड बल गर्ने क्रममा यसपटक यो बललाई घुडाटेकी गर्न लेग साइडमा खेलियो मिड विकेटको क्षेत्रतिर र बल डिप मिड विकेटको बाउन्ड्री किनारा पार चौकाको निमित्त गयो चौका प्राप्त गर्न पुग्यो रोहित पौडेलको ब्याटबाट 4 रन र चौकाबाट स्कोर 162 रनको बन्यो रोहित मात्र 3 रन टाढा आफ्नो अर्धशतकबाट केवल 3 रन टाढा हुन् रोहित आफ्नो अर्धशतकबाट यो राम्रो स्विप रहेको थियो मिड विकेटको क्षेत्रमा नेपालको लागि एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् रोहित पौडेल यो 4 रनबाट 100 रनको पार्टनरसिप पनि पुरा भइसकेको छ 14 बल गर्ने क्रममा बलिङ लागि बलर छन् तयार 14 बल आक्रमण गर्नु लागि मार्क वाट लेफ्ट आर्म ओभर द विकेटबाट बलिङ गर्ने क्रममा रहेका हुन् रोहित पौडेलले नेपालको लागि 2135 रन बनाएका छन् अहिलेसम्म 2135 रन रोहित पौडेलको ब्याटबाट बनेको छ चौथो बलमा 1 रन र स्ट्राइक रहे परिवर्तन यो 1 रनबाट स्ट्राइक रोटेट गरियो र 1 रनबाट 163 रन रहेको थियो विकेट यति बेला नेपाली टिमको हालको स्कोर र टेक बहादुर राणाले च्यानलको मेम्बरसिप लिनुभएको रहेछ है त मेम्बरसिप चाहिँ लिन मिल्नेहरू लिन सक्नुहुन्छ हामी मेम्बरसिप लिनेहरूको कमेन्टहरू प्राय पढिरहेकै हुन्छौँ किनकि हाइलाइट भएर आउँछ नि त कमेन्ट अलिकति भए पनि र टेक बहादुर राणाले च्यानलको मेम्बरसिप लिनुभएको रहेछ मेम्बरमा वेलकम गर्न चाहन्छु र यहाँ ओभरको 5औं बलमा भने विकेट आउन पुग्यो कट एन्ड बोल्डको रूपमा विकेट आयो बलरले आफ्नै हातबाट क्याच आउट गराउन पुगे विकेट गुमेको छ र विकेटबाट सफलता प्राप्त हुन पुग्यो तेस्रो विकेटको झड्का नेपाली टिमलाई प्राप्त भयो यो विकेट चाहिँ अझै पनि बस्नु पर्थ्यो 104 रनको पार्टनरसिप बनेको थियो र ईशान पाण्डेको 160 बलमा 55 रनको शानदार इनिङ यहीँनिर अन्त्य भएको छ र खेलको भने 29.5 ओभरमा 163 मा 3टा विकेट रहेको नेपाली टिम ईशान पाण्डेको विकेट गयो र 61 मा 55 बनाएर ब्याटिङ गर्दैछन् यो कट एन्ड बोल्डको रूपमा विकेट रह्यो र विकेटसँगै सफलता प्राप्त हुन पुग्यो कट एन्ड बोल्डको रूपमा विकेटसँगै 163 मा थर्ड विकेटको झड्का लाग्न पुग्यो र ब्याटिङ गर्नु क्रिजमा अब दिपेन्द्रको प्रवेश भएको छ बाघको प्रवेश ब्याटिङ गर्नुको लागि बाघ अघि डकाउट बसेर नङ काटिरहेको थिए शिकार कसरी गर्छ नि त बाघले जब बाघको नङ छैन भनौँ आजको खेलमा नङ काटिरहेको थिए डकाउट बसेर दिपेन्द्र सिंह ऐरी र खेलको भने 29.5 ओभरमा 163 रन रहेको 3टा विकेट नेपाली टिम र अन्तिम बल बाँकी छ प्रभास थापाले हाम्रो च्यानलको मेम्बरसिप लिनुभएको रहेछ धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु मेम्बरसिपमा स्वागत गर्न चाहन्छु ओभरको यो अन्तिम बल थियो र यो ओभरको अन्तिम बललाई भने 1 रनका निमित्त प्रहार गरियो र 1 रनबाट स्ट्राइक आफैसँग राख्नुको लागि सफल भएको हुन् र 1 रनबाट खेलको अहिले 30 ओभरको अन्त्य भयो र 30 ओभरको खेलको समाप्तिमा स्कोर छ यति बेला 164 रन र 3टा विकेट जितका लागि मात्र 31 रन टाढा ओभरको अन्तिम बलमा 1 रन प्राप्त भयो र स्ट्राइक आफैसँग राख्यो र स्ट्राइक आफैसँग राख्दै दिपेन्द्रले आफ्नो खाता खोल्न पुगे 30 ओभरको खेलको समाप्ति 164 मा 3टा विकेट रहेको नेपाली टिम प्रति ओभर 5.47 को रन रेटमा नेपाली टिमले रन बटुलिरहेको र आवश्यक रन गति
अब 31 ओभरको खेलको सुरुवात हुने क्रम रहेको र 31 ओभरको बलिङ आक्रमण गर्नुको लागि बलिङको लागि यति बेला डेभिडसन रहेको तयार र ब्याटिङको लागि दिपेन्द्र सिंह ऐरी स्ट्राइकमा रहनेछन्। पहिलो बल यो ओभरको लेफ्ट आर्म राउन्ड द विकेटबाट मिड स्टम्पमा राखेको बल थियो, अगाडितर्फ खेल्यो, बल गयो, बलरकै हातमा रिटर्न रन आएन कुनै पनि। डट बल राख्दै खेलको 31 ओभरको सुरुवात गरियो र खेलको 31 ओभरको सुरुवातको पहिलो बलमा डट बल राख्न पुगे। र यति बेला हामीलाई दिप्सना देवकोटाले पनि च्यानलको मेम्बरसिप लिनुभएको रहेछ, उहाँलाई पनि च्यानलको मेम्बरमा वेलकम गर्न चाहन्छु। खेलको अहिले 31 ओभरको सुरुवात गरियो, डट बल राखिकन दिपेन्द्र सिंह ऐरी ब्याटिङको लागि स्ट्राइकमा रहेको र ओभरको यहाँबाट सेकेन्ड बल भने 1 रन प्राप्त भएको छ र 1 रनबाट स्ट्राइक रन पुगे परिवर्तन। यो 1 रनबाट स्ट्राइक रोटेट गरियो र सिङ्गलबाट स्ट्राइक रोटेट गरेसँगै 165 मा 3टा विकेट रहेको नेपाली टिम। दोस्रो बलमा 1 रन निकाल्न पुगे डेभिडसन, 7.2 ओभर बलिङ गर्दै 41 रन दिइकन विकेट विहीन रहेका हुन्। रोहित पौडेल 75 मा 48 बार ब्याटिङ गर्दैछन्, उनी 2 रन टाढा रहेको नेपाल यति बेला जितका लागि भने 31 रन टाढा। रोहित पौडेल अर्धशतकबाट 2 रन टाढा। रोहितको अहिलेसम्म यदि तपाईँहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा हेर्नुहुन्छ भने 11वटा अर्धशतक रहेको छ उनको। ओभरको डट बल गर्ने क्रम रहेको हुन् डेभिडसन राउन्ड द विकेटबाट अफ स्टम्पको बल थियो, यो बललाई मिड अनतर्फ खेलियो र मिड अनको फिल्डरकै हातैबाट 1 रन दौडिन पुगे, 1 रन त निकालेका छन्, यहाँ ओभर थ्रो भएको छ र अर्को रन पनि प्राप्त गर्नेछ। यो 2 रनबाट यति बेला रोहित पौडेलको 50 पुरा हुन पुग्यो। रोहित पौडेलले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा आफ्नो 12औं अर्धशतक लगाएका छन्। # रोहित लेखिदिउँ कमेन्टमा, रोहित पौडेल कप्तानबाट आज अर्धशतकीय इनिङ रह्यो, यो 12औं अर्धशतक रहेको छ रोहितको, जुन चाहिँ उनले आजको खेलबाट निकाल्न पुगे र यो इनिङले पक्कै पनि उनको जुन कन्फिडेन्स डाउन भएको थियो यसलाई बुस्ट गर्ने अवश्य पनि मौका मिल्नेछ। टेक बहादुर शाहीले च्यानलको मेम्बरसिप लिनुभएको रहेछ, टेक बहादुर शाहीलाई धन्यवाद दिन चाहन्छु मेम्बरसिप लिइदिनु भएकोमा। एकैचोटि 3टा मेम्बर बढ्यो हाम्रो र 167 मा 3टा विकेट। ओभरको यो 4थो बल, यसपटक यो बललाई भने लेग साइडमा फ्लिक गर्न पुगे र सर्ट लेगतर्फ बल गयो भने बलरले नै गएर बललाई रोकिदिएका हुन् र डट बल राख्नको लागि सफल भएका छन्। डट बल राखेसँगै अब 2 बल रहनेछ बाँकी। 12औं अर्धशतक रहेको एक दिवसीय क्रिकेटमा रोहित पौडेलद्वारा। ओभरको 5 बल गर्ने क्रम डेभिडसन, यसपटक यर्कर रहेको थियो, मिड अनतर्फ खेलियो, मिड अनको क्षेत्रको फिल्डरकै हातैबाट 1 रन निकाल्नको लागि कल गरिएको थियो तर केही कदम अगाडि बढिकन फर्किनु पुगे डट बल रह्यो। ओभरको 5औं बलमा र केवल 1 बल बाँकी छ खेलको 31 ओभरको समाप्ति हुनुलाई। डेभिडसन ओभरको अन्तिम बल गर्ने क्रम रहेको र रोहित पौडेल ब्याटिङको लागि स्ट्राइकमा रहनेछन्। 78 मा 50 मारेर ब्याटिङ गर्दै हुन् रोहित पौडेलले। यसपटक ओभरको अन्तिम बल स्विप गर्न चाहन्थे तर ब्याट र बलको सम्पर्क भएन, बल अफ स्टम्पको बाहिरको लाइनबाट विकेट किपरको हातमा गयो। डट बल राख्नुलाई सफल भयो र खेलको 31 ओभरको अन्त्य गरियो भने 167 मा 3टा विकेट। स्टम्पिङ गरिएको थियो, अपिल त गरियो तर अम्पायरले राउट दिए किनकि रोहितले खुट्टा कटाएका थिएनन् क्रिजबाट, त्यही कारणले गर्दा अम्पायरले राउटको सङ्केत गर्न पुगे र खेलको 31 ओभरको अन्त्य भयो। 167 रन रहेको 3टा विकेट। 114 मा 28 रन बनाउनु पर्ने हुन्छ नेपाली टिमले जित दर्ता गर्नलाई यस खेलमा। खेलको अहिले 31 ओभरको समाप्ति भइसक्यो र 32 ओभरको खेलको अब सुरुवात हुनेछ। 32 ओभरको खेलको लागि बलिङ आक्रमण गर्नुको लागि बलर तयार रहनेछन्। बलिङको लागि आएको मार्क वाट र मार्क वाटका हातमा बल थमाइएको छ भने मार्क वाट बलिङ गर्न तयार रहँदै खेलको 32औं ओभरमा। प्रवीण काजी राईले हामीलाई यति बेला 4.99 पाउन्डको सुपर च्याट सेन्ड गर्नुभएको रहेछ, धन्यवाद दिन चाहन्छु प्रवीण काजी राईलाई। यता ओभरको सुरुवाती पहिलो बल हाम उडेको छ, क्याचको लागि मौका, फिल्डर त्यहाँ, बलको मुनि र विकेट। दिपेन्द्रको विकेट गयो। दिपेन्द्र सिंह अहिले क्याच आउटको रूपमा आफ्नो विकेट गुमाउन पुगे। आवश्यक थिएन ठुलो सट खेल्नुको निमित्त तर पोइन्टको माथिबाट उडाउने कोसिस गर्दा बल हाम उड्यो र पोइन्टको फिल्डरले क्याच गर्न पुगे। पोइन्टको फिल्डरले क्याच गर्दै विकेट निकालियो र विकेटबाट सफलता प्राप्त गर्न पुग्यो। अफ स्टम्पको बल ब्याटको तल्लो भागमा लाग्यो र पोइन्टको फिल्डरले सजिलै बललाई क्याच गर्न पुगे। जर्ज मुन्से रहेका थिए फिल्डिङको लागि त्यहाँ र मुन्सेको हातमा क्याच आउट हुन पुगे। ब्याकवर्ड पोइन्टबाट पोइन्टमा आएर बललाई क्याच गर्न पुगे। फरवर्ड पोइन्टमा आएर र विकेट आउन पुगे दिपेन्द्र सिंह ऐरीको र दिपेन्द्रको विकेटसँगै यो सफलता रहेको र 32 ओभरको खेलको स्टार्टिङको पहिलो बलमा विकेट आउन पुग्यो। 167 मा 4वटा विकेट रहेको नेपाली टिम।
113 मा 28 रन बनाउनु पर्ने हुन्छ नेपालले जित दर्ता गर्नलाई। दिपेन्द्र 4 मा 2 रन र उनको विकेट, चौथो विकेटको झड्का र चौथो विकेट गुम्यो। नङ काटेर हो कि बाघ बिरालो भएको भन्दै हुनुहुन्छ। यता भने 32 ओभर खेलको स्टार्टिङको पहिलो बलमा विकेट आउन पुग्यो, चौथो विकेटको झड्का लाग्न पुग्यो। दिपेन्द्र आउट भए, 2 बनाएर उनी आउट हुँदै मैदान छोडी पभिलियन फर्किने क्रममा रहेको र पोइन्ट क्षेत्रतर्फ फिल्डरले क्याच गर्न पुगे। विकेट आउन पुग्यो, 167 रन रहेको 4 वटा विकेट नेपाली टिमको। उनले 2 बनाएर आउट भए। ब्याटिङ गर्ने क्रममा आरिफ शेख आएका छन् क्रुइजमा। आरिफ शेख ब्याटिङ गर्नुको लागि क्रुइजमा आएका छन्। सेकेन्ड बल खेल्नेछन् आरिफले। बलिङको लागि मार्क वाट जसले भर्खरै विकेट निकाल्दै सेकेन्ड विकेटको सफलता प्राप्त गर्न पुग्यो उनले व्यक्तिगत रूपमा र टिमलाई चौथो विकेटको सफलता दिलाइदिए। दोस्रो बल यसपटक एउटा खुट्टा अगाडि राख्दै डिफेन्स गरियो, बल सर्ट कभरतिर गयो र सर्ट कभरको फिल्डरले बललाई रोकिदिए र सर्ट कभरको फिल्डरले बललाई रोक्दाखेरि डट बल राख्नु पुगेका हुन् र 31.2 ओभरमा 167 मा 4 वटा विकेट रहेको छ नेपाली टिम। तेस्रो बल आरिफले यो बललाई कट गर्न पुग्यो ब्याकवर्ड पोइन्टमा र ब्याकवर्ड पोइन्टको फिल्डरले बललाई रोकिदिए। फेरि पनि अर्को पनि डट बल राख्नुको लागि सफल भएका छन् र यो ओभरमा 3टा बल गरियो र 3 बलमा 3वटा बलमा रन आएको छैन। 1 विकेट भने आएको छ, 1 विकेट गुमेको छ। चौथो बल गर्ने क्रम रहेको र चौथो बललाई डिफेन्स गर्न पुगे आरिफले। बल गयो सर्ट कभरतिर, सर्ट कभरको फिल्डरले सजिलै बललाई रोकिदिएका छन् र फेरि पनि डट बल राख्नलाई सफल भए। ओभरमा 4 बल गरियो र 4 बलभित्रमा अहिलेसम्म कुनै पनि रन आएको छैन, यो ओभरमा आएको छैन। 5औं बल गर्ने क्रम मार्क वाट लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट अफ स्टम्पको बल रुम बनाए, बललाई खेलिदिए डिप कभर पोइन्ट क्षेत्रमा र डिप कभर पोइन्टको बााउन्ड्री किनाराबाट फिल्डरले बललाई रोकिदिएर 1 रन मात्र आयो र यो 1 रनबाट स्ट्राइक रह्यो परिवर्तन र 168 रन रहेको 4 वटा विकेट नेपाली टिमको हालको स्कोर। यो 1 रनबाट स्ट्राइक रोटेट गर्न पुगे र 1 रनबाट 168 रन रहेको 4 वटा विकेटको नोक्सानीमा। स्क्रिनमा स्कोरबोर्ड आइरहेको छ, म त्यो समयसम्म तपाईँहरूलाई काम चलाउ स्कोरबोर्ड बनाइदिन्छु। ओभरको यो रहेको अन्तिम बल प्यारासुट गर्न पुग्यो रोहित पौडेलले। यो बललाई प्यारासुट गर्दै फाइनलेको क्षेत्रतिर खेलिदिए र बल चौकाको निमित्त बााउन्ड्री कट्यो र चौकाबाट 172 रन रहेको नेपाली टिम। यो राम्रो सट रहेको त्यो प्यारासुट गर्न पुगेका थिए रोहितले। 4 रनको लागि बललाई खेलिदिए र चौकाबाट भने ओभरको अन्त्य गरियो र खेलको यति बेला 32 ओभरको समापन गरियो र 32 ओभरको खेलको समाप्तिमा स्कोर छ 172, 4 वटा विकेट नेपाली टोलीको खातामा र 32 ओभरको खेलको समाप्ति भएको तपाईँहरूलाई बताउन चाहन्छु। 172 मा 4 वटा विकेट रहेको नेपाली टिम। रोहित पौडेल अन्तिममा चौका लगाउन पुगे। अन्तिममा 4 रन लगाउन पुगे र खेलको 32 ओभरको समापन गरियो र 32 ओभरको खेलको अन्त्य गर्दाखेरि 172, 4 वटा विकेट रहेको नेपाल र 108 बलमा 23 रन बनाउनु पर्ने हुन्छ नेपाली टिमले। यो खेलमा जित दर्ता गर्नुको लागि मात्र 23 रनको आवश्यकता नेपाललाई रहेको छ यो खेलमा जित्नलाई। बत्तीस ओभरको खेल अन्त्य भइसक्यो। 33 ओभरको खेलको स्टार्टिङको ओभरको पहिलो बल मिड अन्तर्फ खेलियो र मिड अनको क्षेत्रको फिल्डरको हातैबाट 1 रन निकाल्नु पुगेको हुन् र 1 रनबाट 33 ओभरको खेलको सुरुवात गरिएको भने यो 1 रनबाट 173, 4 वटा विकेट रहेको नेपाली टिम। रोहित पौडेलको लागि स्ट्राइक राख्यो। ओभरको पहिलो बलमा आरिफले 1 रनबाट स्ट्राइक रोटेट गर्दै ब्याटिङको लागि रोहित पौडेललाई स्ट्राइकमा राख्न पुगे। रोहित पौडेल 80 बलमा 54 भएर ब्याटिङ गर्दै हुन् र सेकेन्ड बल डेभिडसनको राउन्ड द विकेटबाट यसपटक अफ स्टम्पको बल थियो। मिड अन्तर्फ खेलियो र मिड अनको फिल्डरका हातैबाट 1 रन दौडिने क्रममा राउन्डको मौका बनेको छ। अम्पायरले नट आउट दिएका छन्। विकेट किपर अम्पायरको डिसिजनबाट पक्कै पनि सन्तुष्ट छैन। त्यहाँ अम्पायरले नट आउट दिए र अम्पायरको डिसिजनबाट सन्तुष्ट रहेको देखिँदैन विकेट किपर। यहाँ रन आउटको लागि अवसर थियो। कति जोखिम लिएर कुद्छन् खै बुझ्नै सक्दिनँ म त।
तर यो नट आउटको सङ्केत भने राम्रै थियो अम्पायरबाट। विकेट किपर अम्पायरले गल्ती गरेको भनेर सङ्केत गर्दै थिए, तर ब्याट्सम्यान भने क्रिजभित्र पुगिसकेको देखिन्छ प्रष्टै रूपमा। यानि कि राम्रो डिसिजन गर्न पुगेको अम्पायरले। तर हाम्रो टिममा रहेको यी प्लेयरले किन रिस्क लिइरहेको हुन्? अघि दिपेन्द्र आए, चौका लगाउने प्रयास गर्दा आउट भयो पोइन्टमा। भर्खै मात्र आएका प्लेयर थिए, जित्नको लागि केही रन मात्र चाहिन्छ। यही धैर्यताको कमी हो। आजको दिन राम्रो खेल भयो, अस्तिको दिन राम्रो खेल भयो। नेपालले चौका छक्का लगाएर जित्यो, अस्ति 1 विकेट मात्र गुमाएको थियो। त्यो देख्दा राम्रो हो, तर सधैँ त्यो भयो त एउटा सधैँ त्यो एकिनासको प्रदर्शन भयो त एउटा कुरा हुन्थ्यो। तर प्रायः नै धैर्यताको कमीले गर्दाखेरि नेपालले खेलमा जित्ने खेल्ने हार बेहोर्ने गर्छ नै। आक्रमक ब्याटिङ गर्दाखेरि त्यो त एकनास हुँदैन कहिले पनि। कहिले दिन राम्रो भयो भने चल्दिनँ। आज भोरदेलले पनि स्टार्टिङमा रन बनाउने कोसिस गरे, दिन राम्रो थिएन, आउट भयो, सक्यो। अस्तिको दिन राम्रो थियो, उनले नट आउट शतकीय इनिङ खेले। त्यही कारणले गर्दा धैर्यताको कमी चाहिँ देखिन्छ खेलाडीहरू अझै पनि। अब जित्नको लागि मात्र 21 रन चाहिएको छ, यहाँ रनआउटको झन्डै मौका बनेको थियो। अलिकति लेट भयो भने आउट भइसकेको दिपेन्द्र त्यस्तै आउट भयो अघि। अझै पनि भन्नुपर्दाखेरि चाहिँ नेपालले बलिङकै आडमा चाहिँ यो खेललाई जित्न आँटेको छ। ओभरको 5 बल लेग साइडमा खेलियो, सर्ट मिड विकेटको क्षेत्रतिर र सर्ट मिड विकेटको क्षेत्रमा रहेको फिल्डरले बल रोकिदिए। अन्तिम 1 बल बाँकी छ खेलको 33 ओभर सकिनुको लागि। ओभरको अन्तिम बल राउन्ड द विकेटबाट यसपटक यो बललाई पन्च गरियो। बल गएको छ मिड अफको क्षेत्र हुँदै लङ अफको बााउन्ड्री किनारमा, र त्यहाँ भने फिल्डर थियो तैनात, र त्यहाँ रहेको फिल्डरले यो बल रोकिदिए। केवल 1 रन मात्र आउन पुग्यो, स्ट्राइक आफैसँग राख्न पुग्यो। ओभरको अन्तिम बलमा 1 रन निकालिकन आरिफ शेखले, र खेलको 33 ओभरको समाप्ति भयो। र 33 ओभरको खेलको समाप्तिमा 175 4वटा विकेट रहेको नेपाली टिम जितका लागि केवल 20 रन मात्र आवश्यक रहेको छ। यस्तै हिसाब भयो भने त 3 ओभर अझै छ। 102 बलमा 20 रन बनाउनु पर्ने हुन्छ जित्नुको लागि। एसकिब्रो दिपेन्द्रले धेरै रन पाउनु पर्ने भएको भए बिस्तारै खेल्थ्यो नि भन्दै हुन्छ। त्यो पनि हो दिपेन्द्रको, तर कम रन पाउँदाखेरि पनि कम रन पाउनु पर्दा पनि आरामले खेल्दाखेरि हुन्छ, जोखिम लिनुभन्दा पनि। दिपेन्द्रको त ओडिआई तर्फको यो वर्षको फर्म त यति राम्रो छ कि उनले हरेक म्याच रन बनाइरहेको हुन्। यो होइन कि आजको म्याचबाट उनको मैले खराब भन्न खोजेको होइन, तर सम्हालिनु पर्थ्यो भन्ने खोजिएको। नेपालले चाहिँ किनकि त्यो धैर्यता देखाउन सकियो भने चाहिँ आगामी दिनहरूमा काम लाग्छ। हुन त यो खेल हामी जसै पनि जित्छौँ के, अन्तिममा आएर सन्दीपले रन बनाएर पनि खेल जित्न सकिन्छ अब यो अवस्थाबाट। तर यदि धैर्यतापूर्ण हरेक खेलमा हामी देखाउन सक्यो भने, त्यसलाई निरन्तरता दिन सक्यो भने खेल एकनासको हुन्छ र पछिका खेलहरूमा सजिलो हुन्छ नेपाली टिमलाई। यता ओभरको टाटा बलमा टाटा बल राख्यो, लगातार 3 टाटा बल राख्न पुग्यो यो ओभरमा। अब अघि आसिफ शेख र भुर्तेलको तपाईँहरूले त्यहाँ राउन्ड देख्नुभयो। आसिफ शेखको यति रन आइरहेको, यति धेरै रन आइरहेको थियो कि 1 रनको लोभ गर्दाखेरि आसिफ रनआउट भयो नि त। त्यो पनि धैर्यताको कमी नै हो। ओभरको 4थो बल यसपटक अफ स्टम्पायरको बल कट गर्न चाहन्थे, तर ब्याट र बलको पनि सम्पर्क भएन। बल गयो विकेट किपरको हातमा र डट बल राख्नुलाई सफल भएका छन्। यो डट बल राख्यो। ओभरको 5औं बल गर्ने क्रममा रहेको बलर 5औं बल ओभरको यसपटक भने डिफेन्स गर्न चाहेका थिए। ब्याट र बलको सम्पर्क भएन, बल विकेट किपरको हातमा गयो। डट बल र यो ओभरको यो 5औं बलमा र यो ओभरमा 5 बल गरियो र 5 मा 5 बल नै डट बल राख्नु पुगे मार्क वाटले, र अन्तिम बल गर्ने क्रम मार्क वाट लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट यसपटक अफ स्टम्पायरको बल कट गर्न पुगे पोइन्टमा, र पोइन्टको फिल्डरले बल रोकिदिएका छन्। र डट बल राख्यो र 34 ओभरको खेलको अन्त्य गरियो। 34 ओभरको खेलको अन्त्यमा 175 4वटा विकेट रहेको नेपाली टिम। डिएलएसको कुरा गर्दै हुन्छ। डिएलएसमा नेपाली टिम यति बेला 59 रनले अगाडि छ। 59 रनले नेपाली टिम अगाडि रहेको तपाईँलाई बताउन चाहन्छु। मा 20 रन बनाउनु पर्ने हुन्छ जित्नुको लागि, र 34 ओभरको खेल पनि अन्त्य भइसक्यो। मेडन ओभर रह्यो, राम्रो ओभर बन्न पुग्यो। ओभरमा कुनै पनि रन आएन। 15 मा 3 रन पाएर ब्याटिङ गर्दै हुन आरिफ शेखले आजको खेलमा, र खेलको भने अब 35 ओभरको सुरुवात हुनेछ र बलिङ गर्नुको लागि बलर तयार रहँदै बलिङको लागि ओलिभर डेभिडसन आएको बलिङ आक्रमण गर्नुको लागि आफ्नो 10औं ओभर र अन्तिम ओभर लिएर स्पेललाई समाप्त गर्नुको लागि उनी तयार छन्।
पहिलो बल यो ओभरको लेफ्ट आर्म स्पिनर राउन्ड द विकेटबाट ओभरको पहिलो बल ड्राइभ गर्न पुगे कभरतिर सर्ट कभरको फिल्डरले बल रोकिदिए काउन्टर डट बल राख्दै खेलको 35 ओभरको सुरुवात गरियो मामला र खेलको 35 ओभरको स्टार्टिङ गरियो यो डट बल राख्दै डेभिडसन दोस्रो बल गर्ने क्रममा राउन्ड द विकेटबाट दौड लगाउँदै लेफ्ट आर्म स्पिनर ब्याटिङ लागि रोहित पौडेल यसपटक भनेर खुट्टा अगाडि राख्दै बललाई डिफेन्स गर्न पुगे बल गएको छ बलरकै हातमा रिटर्न रन आएन कुनै पनि फेरि पनि डट बल राख्न पुग्यो ओभरको सेकेन्ड बल पनि क्रमशः डट बल नै राखियो र डट बल राखिसँगै 4 बल बाँकी छ ओभरको थर्ड बल गर्ने क्रममा डेभिडसन रहेको राउन्ड द विकेटबाट आउने क्रममा रहेको र यो ओभरको तेस्रो बल लेग स्टम्पको लाइनको बल थियो फ्लिक गर्न पुगे स्क्वायर लेगतिर मिड विकेटको फिल्डर त्यहाँ गए जोन्स बललाई पिक गरे थ्रो लगाइदिए विकेट किपरको साइडमा र त्यतिन्जेलसम्म 1 रन भने दौडिन सफल भएको र 1 रनबाट 176 मा 4वटा विकेट नेपाली टिमको खातामा रहेको र 3 बल बाँकी नै छ 35 ओभर खेल सकिनलाई 34.3 ओभर 176 4वटा विकेट रहेको नेपाली टिम चौथो बल गर्ने क्रममा डेभिडसन बलिङको लागि तयार छन् र ब्याटिङ गर्नु लागि आरिफ शेख रन इन स्ट्राइकमा चौथो बल यो ओभरको लेफ्ट आर्म राउन्ड द विकेटबाट अफ स्टम्पायरको बल थियो सर्ट कभरमा खेल्न पुगे सर्ट कभरको फिल्डरले बल रोकिदिएका छन् र सर्ट कभरको फिल्डरले बल रोकिदिएका डट बल राख्न पुगे फेरि पनि डेभिडसनले यो ओभरमा 3 डट बल गर्न पुगे डेभिडसनले र अन्तिम 2टा बल बाँकी छ पाँचौँ बल डेभिडसनको राउन्ड द विकेटबाट यसपटक मिड स्टम्पमा राखेको बललाई सिधा ब्याटले अगाडितर्फ खेलियो र बल गयो बलरकै हातमा रिटर्न रन आएन कुनै पनि डट बल राख्नुको लागि सफल भए ओभरको 5औँ बलमा र केवल 1 बल बाँकी हो अन्तिम बल यसपटक सर्ट रहेको छ कभरमा र सर्ट कभरको फिल्डरले बललाई रोकिदिए डट बल राख्दै खेलको 35 ओभरको समापन गरियो र खेलको 35 ओभरको समाप्तिमा 176 4वटा विकेट रहेको नेपाली टिम जितका लागि 90 बलमा 19 रन पाउनुपर्ने हुन्छ डेभिडसनको स्पेल पनि समाप्त भयो उनले 10 ओभर बलिङ गर्दै 1 मेडन राख्दै 47 दिइकन विकेट भिन्न रहे र खेलको 35 ओभरको समाप्ति भयो 15 ओभरको खेल रहेको छ बाँकी मात्रै 15 ओभरको खेल बाँकी हो र जितका लागि 19 रन बनाउनु पर्ने हुन्छ यो खेलमा प्रति ओभर 5.03 को रन रेट नेपाली टिमले रन जोडिरहेको छ पोइन्ट्स टेबल नेपाल ग्रुप टेबलको नम्बर यति बेला 7 मा छ र आजको जितले नेपाल ग्रुप टेबलको नम्बर 5 मा पुग्छ 22 अङ्कबाट हामी नामिबिया भन्दा अगाडि रहन्छौँ र नामिबियाको भने नेट रन रेट राम्रो छैन -0.491 को नेट रन रेट रहेको र उनीहरूको 22 पोइन्ट रहेको भने नेपालको नेट रन रेटको बारेमा कुरा गर्नुपर्दा -0.142 को नेट रन रेट नेपाली टिमको रहेको र आजको जितले नेपाल सिधै ग्रुप टेबलको 7औं नम्बरबाट 5औं नम्बरमा उक्लिन्छ यो नेपाली टिमको लागि ठुलो अवसर रहन्छ 5औं नम्बरमा पुग्नुको लागि टप 4 रहेर हामी वर्ल्ड कप क्वालिफायरमा जाने लक्ष्य लिइरहेका छौँ तर त्यो लक्ष्य यदि पुरा भएन भने पनि हामी 5औं वा 6औं भएर चाहिँ एक दिवसीय मान्यता जोगाइकन अनि त्यसपछि भने प्लेअफ क्वालिफायर खेलिकन ग्लोबल क्वालिफायरमा जाने अर्को लक्ष्य पनि छ हाम्रो लागि तर एक दिवसीय मान्यता भने जोगाएर गएको राम्रो नेपाली टिमको लागि त्यही कारणले गर्दा पनि लिग 2बाट हामी सुरुमा चाहिँ अन्त लक्ष्य त त्यही नै हो टप 4 हुँदै ग्लोबल क्वालिफायर जाने तर यदि हुन सकिन भने 5औं वा 6औं भएर पनि हामी एक दिवसीय मान्यता जोगाएर चाहिँ प्लेअफ क्वालिफायर खेल्न जानेछौँ र त्यो पनि हामीसँग अवसर छ र यदि नेपाली टिमबाट कुरा गर्ने हो भने नेपाली टिमको आजको जितले नम्बर 5 पुग्छ हुन त हामीले टप 4 मा रहनुको लागि सम्भावना छ अझै पनि टप 4 को लागि हामीले बाँकीको सम्पूर्ण खेल आजको खेलसँगै सबै खेल जित्नुपर्ने हुन्छ र सबै खेल जित्यो भने 40 पोइन्ट हुन्छ 40 पोइन्ट हुँदाखेरि ओमानको टिमको 40 पोइन्ट हुनको लागि 5 खेल जित्नुपर्ने हुन्छ 8 खेलमा 5 खेल जित्नु गाह्रो छ पकिन ओमानको लागि किनकि 2 खेल नेपालसँग छ र नेपालले बाँकीको सबै खेल जित्यो भने 2 खेल ओमानलाई पनि जितेको हुन्छ नि त त्यही कारणले गर्दा गाह्रो पकिन ओमानको टिमलाई हुन्छ नेदरल्यान्डको टिमको भने चाहिँ उनीहरूलाई 40 अङ्क प्राप्त गर्नलाई 6 खेल जित्नुपर्ने हुन्छ र 6 खेल भनेको उनीहरूले 12 खेलमा जित्नुपर्ने हुन्छ यानि कि 50% खेल लगभग आफ्नो जित्नुपर्ने हुन्छ जसमध्ये नेपालसँग 2 खेल खेल्नै छ नेदरल्यान्डको टिमले मानौ कि ल नेदरल्यान्डको टिमले 40 पोइन्ट पायो अरे तर ओमानको टिम र क्यानाडाको टिमले पाउनु भएन 40 पोइन्ट र नेपालले बाँकीको सबै खेल जितेर 40 पोइन्ट बनाउनु पर्यो त्यो अवस्थामा नेपालले पक्कै पनि टप 4 हुँदै ग्लोबल क्वालिफायरमा एन्ट्री पाउँछ र नेपालको त्यो एउटा अवसर छ यता स्कटल्यान्डको टिम 40 पोइन्ट कटाउने त पक्का पक्की हो किनकि स्कटल्यान्डको यो 31औं खेल भए पनि यो पछि उनीहरू 32औं खेलको रूपमा युएससँग खेल्छ त्यहाँ जित्यो भने 40 पोइन्ट भइहाल्छ यता युएसको टिमको 10 खेल खेल्न बाँकी छ उनीहरू 10 खेल मध्ये 2टा मात्र खेल जित्छ भने 40 पोइन्ट भइदिइहाल्छ त्यो भएर चाहिँ युएस र स्कटल्यान्डको टिम लगभग क्वालिफाई भइसक्यो टप 4 को लागि भन्दा पनि फरक पर्दैन र उनीहरूले चाहिँ नेपाल बाहेक अन्य टिमहरूलाई सबै खेलमा हराउनु पर्यो नेपाल बाहेक अन्य टिमहरूलाई त ओमानको टिमको 40 पोइन्ट कट्नु भएन नेदरल्यान्डको टिमको कटे पनि ओमानको कट्नु भएन र क्यानाडाको पनि कट्नु भएन नामिबियाको 40 पोइन्ट हुन सक्दैन म्याक्सिमममा युएको त यसै पनि हुन सक्दैन नि 14 पोइन्ट मात्र छ 24 खेलमा त्यसकारणले म्याक्सिमम पोइन्ट युएको पनि 40 पोइन्ट छैन सो त्यो अवस्थामा चाहिँ अब हामीले अघि भनिसक्यो कि
यदि नेदरल्यान्डले 40 पोइन्ट कटाउँछ भने ओमानले कटाउनु भएन, यदि ओमानले कटाउँछ भने नेदरल्यान्डले कटाउनु भएन। मुख्य चाहिँ हामीले चाहिँ कटाउनु पऱ्यो फेरि। अनि क्यानाडाको टिमले कटाउनु भएन, किनकि क्यानाडाको टिमले पनि 40 पोइन्ट कटाउनको लागि 10 म्याच जित्नुपर्ने हुन्छ। 12 खेलमा 41 पोइन्ट हुन्छ, उनीहरूले 10 म्याच जित्यो भने, जसमध्ये 12 खेलमध्ये 2 खेल त नेपालसँग छ, बाँकीको 2 खेलमध्ये एउटा खेल मात्र हार्यो भने सकिन्छ उनीहरूलाई। त्यो भएर चाहिँ हाम्रो टिमले चाहिँ मुख्य चाहिँ 40 पोइन्ट कटाउनु पऱ्यो र त्यसपछि हामी टप 4 हुन सक्छौँ भन्ने चाहिँ म विश्वास गर्छु। तर त्यसको लागि आज खेलसँग 10 खेल जित्नुपर्ने हुन्छ नेपाली टिमले। अब यो पछि नेपालको अर्को खेल 22 तारिकको दिन रहनेछ युएसएसँग। त्यसपछि हाम्रो खेल नेदरल्यान्ड र नामिबिया विरुद्ध हुन्छ 2-2 खेल। अनि अर्को ओमानमा गएर ओमान र हाम्रो क्यानाडासँग 2-2 खेल बाँकी रहन्छ है त। एक दिवसीय मान्यताको लागि हामी 5औं वा 6औं भए पनि हुन्छ। टप 4 भयो भने एक दिवसीय मान्यता भइहाल्यो र यदि भएन भने 5औं वा 6औं भयो भने एक दिवसीय मान्यता जोगाउन सकिन्छ। यो पटक सेकेन्ड बल स्विप गर्न चाहन्थे, अपिल गरियो, अम्पायरले नट आउट दिएका छन् यहाँ रोहित पौडेलको लागि। यो बललाई स्विप गर्न चाहन्थे, खुट्टामा लाग्न पुगे बल, अपिल गरियो, अम्पायरले नट आउट दिएका छन् र अम्पायरले नट आउट दिएर डट बल रहेको छ ओभरको सेकेन्ड बल। थर्ड बल गर्ने क्रममा यसपटक यो बललाई अगाडितर्फ खेलिदिए, यो बल गएको छ बलरकै हातमा, रिटर्न रन आएन कुनै पनि, फेरि पनि डट बल राख्यो। अर्को पनि डट बल राख्नुको लागि सफल भएका छन्। चौथो बल अफ स्टम्पायरको बल थियो, कभरमा खेल्न पुगे तर ब्याट र बलको पनि सम्पर्क भएन। यो अर्को पनि डट बल राख्यो, ओभरको चौथो बल पनि डट बल गर्न पुगेका छन्। 4 बल गरियो यो ओभरमा र 4मा 4 बल नै डट बल राखियो। बल एक साइडमा खेलियो, फिल्डरले मिसफिल्डिङ गर्न पुगे, एक रन त दौड लगाउनको लागि सफल हुनेछन्। यहाँ एक रन दौडिन पुगेको हुन् र एक रनबाट यो सिङ्गलबाट स्ट्राइक रहे परिवर्तन र 177 4वटा विकेट रहेको नेपाली टिम सिङ्गल प्राप्त भयो। ओभरको 5औं बल थियो यो ओभर 5 बल गर्दै 1 रन निकाल्न पुगेर अन्तिम बल बाँकी छ। 36 ओभरको खेलको समाप्ति हुनुलाई ओभरको अन्तिम बल गर्ने क्रममा ओभर द विकेटबाट अफ स्टम्पायरको बल थियो, कभरतिर खेलियो। मिड अफको फिल्डर एक्स्ट्रा कभरमा गएर बलर रोकिदिएका हुन् र केवल 1 रन मात्र आउन पुग्यो। फेरि पनि अर्को सिङ्गल प्राप्त गर्न पुग्यो र 1 रनबाट खेलको 36 ओभरको अन्त्य। 178 4वटा विकेट रहेको हो नेपाली टिमको हालको स्कोर। यो हो खेलको 36 ओभरको अन्त्य। कति ओभरमा नेपालले खेल जित्ला त? कति ओभर लाग्छ यो खेल जित्नुको लागि नेपाली टिमलाई? र 36 ओभरको खेल अहिले समापन भयो। 178 4वटा विकेट, जितका लागि 17 रन चाहिन्छ नेपाली टिमलाई यो खेलमा जित दर्ता गर्नलाई। 39.4 ओभर भन्दा 40 ओभर भन्दै हुन्छ मुस्कान छेत्री हुनुहुन्छ, हाम्रो मेम्बर हुनुहुन्छ उहाँ। 56 भन्दै हुन्छ एसबिकेले, 39 भन्दै योगेन्द्र धामी हुनुहुन्छ, 40 ओभर भन्दै हुन्छ राजेन्द्र श्रेष्ठ हुनुहुन्छ। 40 ओभर भन्दै हुन्थ्यो, कमेन्ट धेरै फास्ट आइरहेको छ। एकतिर 8400, अर्कोतिर 5300 र अर्कोतिर 4300 गरी हामीसँग 8 5 13 13 4 17000 भन्दा बढी दर्शकहरू कमेन्ट्रीमा हुन्छ। 17 न 18000 हुन्छ लगभग। 18000मा 100 कम रहेछ दर्शकहरूको सङ्ख्या। र खेलको 36 ओभरको समाप्तिसँगै 37 ओभरको खेलको लागि माइकल लिस्क बलिङको लागि तयार छन्। ओभरको पहिलो बल गर्ने क्रममा ओभर द विकेटबाट अफ स्टम्पायरको बल कट गर्न पुगे, बल गयो डिप पोइन्टमा र डिप पोइन्टको बाउन्ड्री किनाराबाट फिल्डरले बललाई रोकिदिए, केवल 1 रन मात्र आउन पुग्यो र सिङ्गलबाट स्ट्राइक रहे परिवर्तन र यो 1 रनबाट स्ट्राइक रोटेट गर्नलाई सफल भएको हुन्। र खेलको 37 ओभर यति बेला सिङ्गलबाट सुरु गरियो, 1 रन निकाल्दै सुरु गरियो। 180मा 7वटा विकेट रहेको नेपाली टिम। सेकेन्ड बल गर्ने क्रम माइकल लिस्क रहेको बलिङ लागि राउन्ड द विकेटबाट दौड लगाउँदै यसपटक अफ स्टम्पमा राखेको बललाई तान्न पुगे लेग साइडमा मिड विकेटको क्षेत्रतिर र डिप मिड विकेटको बाउन्ड्री किनारा अनि फिल्डर त्यहाँ थियो तैनात र त्यहाँ रहेको फिल्डरले बल रोकिदिए। केवल 1 रन आउन पुग्यो। ओभरको सेकेन्ड बल थियो र यो 1 रनबाट 181मा 4वटा विकेट रहेको नेपाली टिम। 36.2 ओभरको खेल भइसक्दा 2 बलमा 3 रन आएको र अझै पनि 4 बल बाँकी नै छ खेलको 37 ओभर सकिनुलाई। थर्ड बल गर्ने क्रममा बलिङ लागि ओभर द विकेटबाट स्पिनर यसपटक अफ स्टम्पमा राखेको बललाई खेल्न पुग्यो, अन साइड बल गयो लङ अनको बाउन्ड्री किनारातर्फ। लङ अनको बाउन्ड्री किनारा भने फिल्डर त्यहाँ थियो तैनात र त्यहाँ रहेको फिल्डरले बल रोकिदिए। अर्को सिङ्गल प्राप्त गरियो र अर्को सिङ्गल रनबाट 182मा 4वटा विकेट रहेको र जितका लागि 13 रन चाहिन्छ। 21 बलको सामना गरेका आरिफ शेख 7 बार ब्याटिङ गर्दै उनी स्ट्राइकमा रहने हुन् चौथो बल खेल्नुको लागि।
36.3 ओभर 182 मा 4 विकेट रहेको नेपाली टिम 14 बल सर्ट कभरमा खेलियो र सर्ट कभरको फिल्डरले बल रोकिदिएका छन् रन बटुल्ने अवसर रहेन। दुई बल बाँकी रहनेछ। सुपर च्याट सुपर स्टिकर मेम्बरसिपमा हजुरलाई कुन फाइदा हुन्छ ब्रो भन्दैछ। फाइदा त एसियामा आएको फन्ड ट्रान्सफरबाट हुन्छ फाइदा चाहिँ, किनकि त्यसमा ट्याक्स लाग्दैन, त युट्युबले ट्याक्स काट्दैन। अरू त एउटै हो। रिमु ओली ओभरको अन्तिम बलमा 1 रन आउन पुग्यो र अन्तिम बलमा 1 रनबाट खेलको 37 ओभरको अन्त्य गरियो र खेलको 37 ओभरको समाप्तिमा 184 मा 4 वटा विकेट रहेको छ। मामला यो ओभरको 5औं बल थियो, म लाग्यो अन्तिम बल थियो भनेर, र अन्तिम बल गर्ने क्रममा ओभरको अन्तिम बल रोहितले यसपटक पनि बललाई स्क्वायर लेगतिर खेलिदिए र डिप स्क्वायर लेगको बाउन्ड्री किनारातिर आएको बललाई भने फिल्डरले रोकिदिए। 1 रन मात्रै प्राप्त भयो र 1 रनबाट स्ट्राइक आफैसँग राख्न पुगे रोहित पौडेलले र खेलको भने यति बेला 37 ओभरको अन्त्य गरियो र 37 ओभरको खेलको समाप्तिमा स्कोर छ 184 मा 4 वटा विकेट नेपाली टिमको र जितका लागि 11 रन मात्र बनाउनु पर्ने हुन्छ। अब 11 रन बनाउनु पर्ने जित्नको लागि यो ओभर नेपालले जित्ला कि अर्को ओभर लगाएर नेपालले जित्नको लागि यो 38औं ओभर हो। 11 रन टाढा हो नेपाल यो खेलमा जित दर्ता गर्न। 37 ओभरको खेल अहिले समापन भइसक्यो र 37 ओभरको खेलको समाप्तिमा 184 मा 4 वटा विकेट रहेको नेपाली टिम। ओभरको यो पहिलो बल 38 ओभरको खेलको स्टार्टिङको पहिलो बललाई स्क्वायर लेगतिर खेलियो र स्क्वायर लेगको फिल्डरले बल रोकिदिएका छन्। डट बल राख्दै खेलको 38 ओभरको सुरुवात गरिएको छ। सेकेन्ड बल गर्ने क्रम बलिङ लागि बलर ओभर द विकेटबाट अफिस टम्पायरको बल थियो। यो बललाई सर्ट कभरतिर खेलियो र सर्ट कभरको फिल्डरले फेरि पनि बललाई रोकिदिए। ओभरको सेकेन्ड बल पनि डट बल राख्नुको लागि सफल भएको र लगातार 2टा डट बल राखियो ओभरमा। 2टा डट बल रहेसँगै थर्ड बल गर्ने क्रममा यसपटक स्विप लगाउन चाहन्थे। ब्याटको किनार लागि बल स्क्वायर लेगतिर गयो, मिड विकेटको फिल्डर त्यहाँ गए, बललाई रोकिदिए। अर्को पनि क्रमशः डट बल नै राखियो। लगातार 3टा डट बल राख्नु पुगे। शतक हुन आँटेको छ रोहितको, तर रनबाट होइन बलबाट हो। 6 बल टाढा उनको शतक बलको सामना गर्नुको लागि, त्यही भएर खेल अलिक ढिलो सघाउने प्रयास गर्दैछन् रोहितले। यो पटक पनि बल उडाइदिए स्क्वायर लेगतिर, हामा छ बल, बाउन्ड्री रेखा पार, बल 4 रनको लागि जानेछ। राम्रो सट रहेको थियो, ब्याकवर्ड स्क्वायर लेगतिर खेलिएको यो सट र ब्याकवर्ड स्क्वायर लेगको बाउन्ड्री किनारा पार, बल 4 रनको निमित्त चौका प्राप्त गर्न पुग्यो। यो चौकाबाट 188 रन रहेको छ। 188 रन रहेको 4 वटा विकेट नेपाली टिम जितका लागि 7 रन मात्र बनाउनु पर्ने हुन्छ 76 बलमा र यो चौकाबाट 63 रनको इनिङमा 63 रनको ब्याटिङ गर्दै रोहित पौडेल 63 रनको स्कोरमा छन् उनी। ओभरको 5औं बल खेल्नुको लागि ब्याटिङको लागि रोहित पौडेल। यसपटक उडाइयो यो बललाई मिड अफको फिल्डरको माथिबाट बल जान पुग्यो 4 रनको लागि, लङ अफको बाउन्ड्री रेखा पार, चौका प्राप्त रोहितको ब्याटबाट। अर्को बाउन्ड्री प्रहार गर्न पुगे रोहितले। यो चौकाबाट स्कोरलाई यति बेला 192 रनको बनाइयो र 192 रनको रन सङ्ख्यामा नेपाल र 3 रन टाढा नेपाल यो खेलमा जित दर्ता गर्न केवल 3 रन बनाउनु पर्ने हुन्छ नेपाललाई जित्नको लागि यो खेलमा। यो शानदार चौका रहेको थियो। ओभरको 5औं बलमा अन्तिम बल अफिस टम्पायरको बल थियो, मात्र 1 रनको खेल्न पुगे। 1 रनबाट स्ट्राइक आफैसँग राख्नु पुगे रोहितले र खेलको 38 ओभरको समापन गरियो र 38 ओभरको खेलको समाप्तिसँगै नेपाललाई जितका लागि 2 रन चाहिन्छ। रोहित पौडेलसँग ब्याटिङ गर्नको लागि स्ट्राइक रहनेछ। रोहितको शतक होला कि नहोला, बल सामना गरेको शतक चाहिँ होला कि नहोला। उनले 97 बल सामना गरिसके, 3 बल खेल्यो भने उनले 100 बल खेलेको हुनेछन्। र आजको खेलमा रोहितको ब्याटिङ हेर्दाखेरि टुकटुक देखिए पनि टार्गेट अनुसारको ठिकै हो, पार्टनरसिप बनाउनु पर्ने हुन्छ ठिकै हो टार्गेट अनुसार, किनकि जित आवश्यक हो नि त नेपाली टिमलाई। टार्गेट 195 को छ भने सबै प्लेयरले अघि स्टार्टिङमा नेपालबाट आसिफ शेख र बोर्डेलबाट स्टार्टिङ भयो नि, त्यो प्रकारको खेल्नुपर्छ भन्ने छैन। टार्गेट अनुसारको खेल ठिकै हो। 97 मा 68 रन बाहिर ब्याटिङ गर्दै हुन् उनले र मैदानमा टिकेर खेले, त्यो राम्रो कुरा हो। यता 38 ओभरको खेल भने अन्त्य भयो र 39 ओभरको खेल अब सुरु हुन आँटेको छ। बलिङ लागि बलर तयार। ओभरको पहिलो बल उडाइयो, यो बल हामा उडेको छ र बाउन्ड्री कट्ने छ। यो छक्काबाट फिनिसिङ गर्न पुगे यति बेला रोहित पौडेल आफैले नै फिनिसिङ गर्न पुगे र यो छक्काबाट भने नेपालले यो खेलमा
6 विकेटको जित हासिल गर्न पुग्यो। अस्ति मैले 9 रनले जित्दाखेरि चाहिँ 9 विकेटले जित्दाखेरि 9 रनले भन्न पुगेको रहेछु। अनि त्यो मिस्टेक भएको थियो। अहिले चाहिँ मैले सम्हालेर भने 6 विकेटले नेपालले यो खेलमा जित दर्ता गर्न पुग्यो। यो विनिङ सट रहेको थियो। छक्का प्रहार गर्दै खेललाई फिनिस गर्न पुगे रोहित पौडेलले। र शान्ताले हामीलाई क्यानाडाबाट 2.79 को सुपर च्याट पठाउनु भएको रहेछ। धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु। सन्दीपले पक्कै पनि छिटो 150 विकेट निकाल्ने रेकर्ड ब्रेक गर्न पुगेको हुन् र सन्दीपको आज विश्व कीर्तिमान पनि रह्यो। र नेपालले त 6 वटा विकेटले खेलमा जित दर्ता गर्न पुग्यो र 6 वटा विकेटको जित रहेसँगै